हजुर पोस्ट कम्प्लिट हुन्छ नि हैन पोस्ट भएपछि सुन न भएपछि चाहिँ अनि इन्टरनको लागि कसरी के गर्ने भन्ने जानकारी दिनु उयो छ होला हुन्छ यहाँबाट त सिलेक्ट गर्नु भन्नु छ कि इफ 3-4 जना इफ राम्रो छ भने हाम्रो कम्पनीमा पनि छ सरको लास्टमा कम्पनीमा हामीले पनि छ इन्जेक्सन दिएर असाइनमेन्ट चाहिँ गरेर गराउनु चाहिँ इफ त्यस्तो भयो भने एप्लाई कसरी गर्ने म त्यो पनि भनिदिन्छु नत्र सायद यहाँबाट 3-4 जनालाई सरले पनि दिनुहुन्छ इन्टर्नसिप प्रोभाइड गर्नुहुन्छ त्यो फर्दर पार्ट छ बसेर ओके सो हामी अब स्टार्ट गरौँ यतिजना मात्र स्टार्ट गर्नु ओके सो हिजो मैले भनेको थिएँ कि तपाईँहरूलाई कुनै पनि वेबसाइट स्टार्ट गर्नको लागि हामीलाई पहिला के गर्नु पर्यो एउटा निच सिलेक्ट गर्नु पर्यो त्यसपछि किवर्ड रिसर्च गर्नु पर्यो त्यसपछि बल्ल हामीलाई वेबसाइट बनाउनु पर्छ सो बेसिक अफ एसइओ हामी हेऱ्यौँ हिजो एसइओ के हो एसइओ गरेर हामी के गर्न सक्छौँ त्यसको अपडेटहरू के थियो गुगलको त्यो लगभग बेसिक कुरा गुगल कसरी काम गर्छ त्यो सबै हामी हेरिसकेका छौँ त्यसमा कुनै क्वेसन छ भने सोद्धा हुन्छ अनि त्यो पार्ट अनि क्यानभाको पार्ट हामी हिजो हेरेका थियौँ सो त्योमा केही क्वेसन छ तपाईँहरूको छैन भने हामी आज निचको साइडमा जान्छौँ अनि त्यसपछि किवर्ड रिसर्च अब निच भनेको के हो त निच भनेको कुनै स्पेसिफिक सेगमेन्ट जस्तै कुनै फिल्ड भयो अब जस्तै यो टेबल एउटा के हो त निच भयो फर्निचर एउटा निच भयो लाइक हामी अब के हुन्छ नि कि एउटा ब्रोडवे एउटा टाइपको ब्रोड निच हुन्छ एउटा नेरो निच हुन्छ जति स्पेसिफिक हामी जान्छौँ नि निचमा त्यो त्यति राम्रो हो हाम्रो लागि अब जस्तै इलेक्ट्रिकलमा फ्यान पर्छ नि लाइक फ्यान एउटा के भयो त लाइक ब्रोड निच भयो लाइक इलेक्ट्रिकल एउटा के हो त ब्रोड निच भयो त्यसमा एउटा फ्यान के हो त नेरो निच भयो किनकि त्यो एउटा स्पेसिफिक छ त्यो हिसाबमा हामी गर्न सक्छौँ सो निच भनेको कुनै पनि एउटा फिल्ड जसमा हामी आफ्नो बिजनेस स्टार्ट गर्न सक्छौँ या त हामी आफ्नो वेबसाइट स्टार्ट गर्न सक्छौँ सिम्पल भन्यो भने त्यही हो कि निच भनेको एउटा फिल्ड हो जहाँ हामी कुनै एउटा फिल्ड जहाँ हामी आफ्नो वेबसाइट या त हामी आफ्नो के त त्यो बिजनेस स्टार्ट गर्न सक्छौँ अब निचमा पनि हामीले हेर्नुपर्छ कि अब जस्तै कुनै निचमा कम्पिटिसन बढी हुन्छ कुनै निचमा के हुन्छ त कम्पिटिसन कम हुन्छ त्यस्तै हुन्छ नि लाइक बिजनेस गर्नको लागि पनि के हुन्छ त कुनै कुनै निचमा के हुन्छ त कम्पिटिसन बढी हुन्छ जस्तै जबमा पनि कुनै जबमा कम्पिटिसन बढी छ कुनै जबमा चाहिँ कम्पिटिसन कम छ त्यस्तै लोकसेवा पनि कुनै लोकसेवा इक्जाममा कम्पिटिसन बढी हुन्छ कुनैमा कम हुन्छ सो त्यो हिसाबले हामीलाई निच सिलेक्ट गर्नुपर्छ सो निच सिलेक्ट गर्नको लागि अब यसमा पनि त्यही छ कि निच इज द रेफर टु द स्पेसिफिक सेगमेन्ट और सब टपिक विदिन अ लार्ज मार्केट जस्तै अब मार्केट छ अब त्यसको हामी स्पेसिफिक फिल्ड लिन्छौँ अब त्यसको इक्जाम्पल यहाँ तल छ अब जस्तै निचको केही इक्जाम्पलहरू हेर्ने हो भने हेल्थ एन्ड वेलनेस के भन्छ एउटा टाइपको निच भयो अब के आउँछ त जस्तै अब तपाईँको जिम अर्को भयो अब त्यहाँको जिम अर्को भयो त्यसमा के भयो त योगा चाहिँ अर्कै भयो सो यो अरू के भयो त सब निच भयो निचमा पनि एउटा के भयो त सर्टेन लेभल अफ सब निच भयो सो यो हिसाबले हामी जान सक्छौँ अर्को हाम्रोसँग कुन निच छ त फाइनेन्स एन्ड मनी निच छ सो हामी अब फाइनेन्सको निचमा कुनै वेबसाइट बनाउँछ त्यो हाम्रो के हो त फाइनेन्स निच भयो त्यस्तो एउटा के छ त टेक एन्ड गेजेट छ जस्तै अब गेजेट बाइट नेपालको के छ त टेक एन्ड गेजेटमा पर्छ तपाईँको त्यसपछि एउटा के छ त लाइफस्टाइल निच छ अब लाइफस्टाइल निचमा तपाईँको मेन पर्सनल केयरहरू आइहाल्छ त्यसपछि तपाईँको ट्राभल निच अब कोही मान्छे ट्राभलमा इन्ट्रेस्टेड छ भने ट्राभल निच पनि अहिले राम्रो चलिरहेछ त्यसपछि हाम्रो के छ एजुकेसन एन्ड लर्निङ निच अब कुनै जस्तै एजुकेसनल जस्तै तपाईँको एजुकेसन सञ्जालको वेबसाइट थाहा छ तपाईँहरूलाई त्योमा केमा पर्छ त एजुकेसन साइडमा पर्छ एजुकेसन सञ्जाल भयो तपाईँको कलेज एनपी भयो त्योहरू के छ त एजुकेसन निचमा छ त्यसपछि के छ त पेट निच छ अब कुनै एनिमलहरूको बारेमा जब हामी कुनै साइट बनाउँछौँ भने त्यो हाम्रो केमा आउँछ त पेट निचमा आउँछ त्यसपछि हाम्रो के छ ब्युटी एन्ड फेसन निच अब यो खासै केटीहरूको लागि हुन्छ लाइक ब्युटीहरूमा र फेसनमा उनीहरूलाई बढी इन्ट्रेस्ट हुन्छ त्यसमा अब क्लोथिङहरू आउँछ तपाईँको मेन जुन मेकअपको प्रडक्टहरू आउँछ त्यो केमा आयो त ब्युटी एन्ड फेसनमा आयो त्यस्तै टाइपको धेरै निचहरू छ अब तपाईँ
किवर्ड अब तपाईँ त्यही छ कि किवर्ड र रिसर्च हामी सँगै गऱ्यो भने त्यो बेटर छ, किनकि हामीले कम्पिटिसन थाहा हुन्छ कि कम्पिटिसन कतिको छ। तर तपाईँले आफ्नो अब इन्ट्रेस्ट वाइज भने निच सिलेक्ट गर्दा राम्रो हुन्छ, किनकि तपाईँको यो मध्ये कुनैमा इन्ट्रेस्ट छ भने तपाईँ त्यो वेमा जानुभयो भने के हुन्छ, तपाईँको काम गर्नमा इजी हुन्छ। किनकि अब एसइओमा के छ नि, या वेबसाइटमा के छ, तपाईँको रिजल्ट आउनमा अलिक टाइम लाग्छ र तपाईँको इन्ट्रेस्ट हुँदैन भने त 1-2 महिना छाड्नुहुन्छ। त्यही भएर हामी कहिले पनि कुनै पनि निच सिलेक्ट गर्नुभन्दा पहिला, खास गरेर सुरुमा, अब पछि त हामी पैसाको लागि पनि गर्छौँ किनकि हामीसँग एक्सपर्टिज हुन्छ, टिम हुन्छ, तर सुरुमा कहिले पनि स्टार्ट गर्दाखेरि तपाईँको जेमा इन्ट्रेस्ट छ नि त्यहीमा जानु, त्यो तपाईँको लागि बेटर हुन्छ। ओके, अब हामी निच रिसर्च किन गर्छौँ त? हामी मेन गर्छौँ एउटा रेलिभेन्सीको लागि। अब हामीले त थाहा हुनु पर्यो नि कि त्यो निच वास्तवमा छ कि छैन, छ भने कतिको कम्पिटिसन छ कि छैन, त्यसमा हामी काम गर्न सक्छौँ कि सक्दैन, हाम्रो लागि कतिको इजी छ। त्यसपछि एउटा के छ त, टपिकल अथोरिटीको लागि। जस्तै अब हामी एउटा निचमा मात्रै काम गर्छौँ भने हाम्रो वेबसाइटको एउटा टपिकल अथोरिटी बनिहाल्छ। लाइक गुगललाई लाग्छ, अब जस्तै म चेयरको बारेमा मात्र लेखिरहेको छु भने गुगललाई के लाग्छ कि यो मान्छे जुन छ नि, या यो वेबसाइट जुन छ त्यो चेयरको एक्सपर्ट छ, लाइक त्यो चेयर मात्र कभर गरेको छ, अरू कुरा कभर गरिरहेको छैन। सो त्यही भएर हामीलाई एउटा निचमा जानु पर्यो। यो होइन कि हामी आफ्नो वेबसाइटमा ब्युटी पनि राखिरहेछौँ, चेयर पनि राखिरहेछौँ, टिभी पनि राखिरहेछौँ, फुटबल पनि राखिरहेछौँ, ल्यापटप पनि राखिरहेछौँ, त्यसको कहिले पनि राख्नु हुँदैन। एउटा वेबसाइटमा हामीलाई कहिले पनि एउटा निचको प्रोडक्ट मात्र राख्नुपर्छ, त्यो हामीलाई के हुन्छ त, बेटर हुन्छ। अब इ कमर्समा फेरि छुट्टै छ, अब तपाईँ भन्नुहुन्छ सर दराजमा फेरि त धेरै प्रोडक्टहरू हुन्छ, त्यो दराजको केसमा छुट्टै छ, किनकि त्यो ठुलो साइट छ, त्यसमा के छ त, धेरैभन्दा धेरै मान्छेहरू पनि छ। तर हामी इन्डिभिजुअल स्टार्ट गर्दाखेरि कहिले पनि एउटा निचबाट जानु पर्यो। हामीलाई सुरुमा एउटा निच सेल गर्नु पर्यो। तपाईँ जब कुनै राम्रो कम्पनी हेर्नुहुन्छ, जस्तै मिनिमलिस्टहरू छ, उसले पनि सुरुमा चाहिँ सनस्क्रिन एन्ड मोइस्चराइजरबाट स्टार्ट गर्यो, अहिले उसको धेरै प्रोडक्टहरू छ। त्यसलाई कहिले पनि हामीले स्टार्ट गर्दाखेरि एउटा निचबाट गयो भने त्यो हाम्रो लागि बेटर हुन्छ। त्यसपछि इजी टु बिल्ड। अनि हामीसँग जब निच लाइक सानो छ, कुनै माइक्रो निच छ भने बिल्ड गर्न पनि इजी छ। अब जस्तै हामीसँग 5-7 वटा प्रोडक्ट मात्र छ भने त्यो लिस्ट गर्न इजी हुन्छ नि। अब जस्तै दराजहरूसँग धेरै प्रोडक्ट छ, त्यसको लागि हाम्रो लिस्ट गर्नको लागि पनि के चाहिन्छ, धेरै मान्छेहरू चाहियो। त्यस्तै एउटा छ इजी टु ऱ्याङ्क। सो इफ हामीसँग टपिकल अथोरिटी हुन्छ भने गुगललाई लाग्छ कि यो मान्छे यसको एक्सपर्ट छ भने हामीलाई ऱ्याङ्क अभियसली दिनै हाल्छ। सो यो पनि एउटा हाम्रो फाइदा के छ त, कुनै पनि माइक्रो निचमा हामी गर्छौँ भने हामीलाई ऱ्याङ्क गर्न पनि के हुन्छ त, इजी हुन्छ। त्यसपछि हाम्रो के छ त, टार्गेट र राइट अडियन्स। हामी राइट अडियन्सलाई टार्गेट गर्न सक्छौँ। जस्तै हाम्रो अब चेयरको निच मात्र छ भने चेयर रिलेटेड जति मान्छे सर्च गरिरहेछ नि त्यो मान्छेलाई हामी टार्गेट गर्न सक्छौँ। अब जस्तै हाम्रो वेबसाइटमा लाइक चेयरको बारेमा पनि छ, ल्यापटपको बारेमा पनि छ, सो मान्छे पनि कन्फ्युज हुन्छ र साइट पनि कन्फ्युज हुन्छ कि हामीलाई वास्तवमा चाहियो के मान्छे, किनकि बिजनेसमा त कुनै हामी एउटा मात्र सर्भिस दिन सक्छौँ नि। अब हामी ल्यापटप चेयर दुइटै बेच्न सक्छौँ, या त हाम्रो गेमिङ चेयर छ भने त्यो बेच्न सक्छौँ। सो त्यो हिसाबले हामीलाई के हुन्छ त, डाइभर्सिफाई गर्नु पर्यो कि हाम्रो निच के छ र त्यही हिसाबको अडियन्स आयो भने के हुन्छ त, हाम्रो कन्भर्जन रेट पनि के हुन्छ त, बढ्छ। जस्तै चेयर रिलेटेडमा त्यो मान्छेहरू मात्र आयो भने के हुन्छ त, उनीहरूले बाइङ गर्ने क्यापेसिटी पनि हुन्छ नि, लाइक बाई गर्ने चान्स के हुन्छ त, धेरै हुन्छ। अब हामी बेचिरहेको चेयर तर हाम्रोमा ट्राफिक आएर चाहिँ लाइक ल्यापटपको भने त्यो बाई गर्छ त गर्दैन। सो यो कुरा पनि एउटा हाम्रो लाइक धेरै डिपेन्ड गर्छ। ओके, यो डिफ्रेन्स छैन। ओके, तब हामी यहाँ हेर्छौँ कि हाउ टु चुज अ निच। अब निच हामी चुज गर्नको लागि हामीले के गर्नु पर्यो त, सबभन्दा पहिला कुनै पनि निच चुज गर्नको लागि हाम्रो इन्ट्रेस्ट हेर्नु पर्यो कि हामीलाई त्यसमा इन्ट्रेस्ट छ कि छैन। किनकि फर्स्टमा तपाईँ जब निच चुज गर्नुहुन्छ नि, सबभन्दा डिपेन्ड चाहिँ इन्ट्रेस्टले गर्छ। इन्ट्रेस्ट इफ तपाईँको हुन्छ भने तपाईँलाई त्यसको रिलेटेड पढ्न पनि राम्रो लाग्छ, रिसर्च गर्न पनि राम्रो लाग्छ, सिक्न पनि राम्रो लाग्छ, यो म गर्न सक्छु कि सक्छु, त्यो एउटा के हुन्छ त, हाम्रो एउटा त्यसमा आइहाल्छ। त्यही भएर इन्ट्रेस्ट हुनु सबभन्दा बढी जरुरी छ तपाईँको। सो तपाईँको केमा इन्ट्रेस्ट छ, लगभग त्यही निच चाहिँ सिलेक्ट गर्नु सुरुमा, त्यो बेटर हुन्छ। आफ्नो इन्ट्रेस्ट पहिला हेर्नु। अब कतिजनाको सरी 2-3वटा पनि इन्ट्रेस्ट हुनसक्छ, सो त्यो मध्ये चाहिँ एउटा इन्ट्रेस्ट चाहिँ सिलेक्ट गर्नु। 2-3वटा मध्ये त्यो एउटा कुनै होला नि राम्रो, कि लाइक योमा एक्सपर्ट छ मेरो। त्यसपछि हाम्रो के छ त, इभ्यालुएट युअर स्किल एन्ड एक्सपर्टिज। अब त्यसमा तपाईँको एक्सपर्टिज छ कि छैन। अब जस्तै म कुनै अर्कै निच खोलिहाल्छु, जस्तै अब डायमन्ड रिलेटेड, तर डायमन्डको बारेमा मलाई लाइक केही थाहै छैन। सो त्यो म गर्न सक्छु त, गर्न सक्दैन, या त त्यसको लागि मलाई के गर्नु पर्यो त, एक्सपर्ट मान्छे चाहिँ हायर गर्नु पर्यो, होइन। त्यही भएर हाम्रो इन्ट्रेस्ट हुनु पर्यो। त्यसपछि हामीलाई के हुनु पर्यो, त्यो रिलेटेड स्किल पनि हुनु पर्यो, किनकि इन द इन्ड वेबसाइट हामीलाई चलाउनु छ, आर्टिकल हामीलाई लेख्नुपर्छ, त हामीलाई त्यसको एक्सपर्टिज पनि हुनु पर्यो नि। इफ एक्सपर्टिज छैन भने हामी लेख्नै पाउँदैनौँ नि। जस्तै तपाईँलाई केही कुराको बारेमा थाहा छ भने तपाईँलाई लेख्नमा इजी हुन्छ, तर केही कुराको बारेमा थाहै छैन, जस्तै तपाईँको जेली फिसहरू भयो, त्योहरूको बारेमा थाहा छैन भने तपाईँहरू लेख्न सक्नुहुन्छ, हुन्न। सो मेन कुरा चाहिँ छ कि हामीसँग त्यसको स्किल पनि हुनु पर्यो, कि हामीलाई लेख्नमा इजी हुन्छ, रिसर्च गर्न इजी हुन्छ, हामीलाई थाहा पनि त्यो हुन्छ कि यो हुन्छ भनेर, यो हुन्छ भनेर। अब जस्तै हामी कम्प्युटरको बारेमा लेखिरहेको छौँ, तर हामीलाई ऱ्याम थाहा छैन, स्टोरेज थाहा छैन, एसएसडी हो कि कुन एसएसडीमा पनि कुन जेनेरेसनको हो,
प्रोसेसर कुन हो, प्रोसेसरमा कुन जेनेरेसनको छ, ग्राफिक्स कार्ड के हो, सो यो कुराहरू हामीलाई पहिला थाहा हुनु पर्यो, तब हामी लेख्न सक्छौँ। इफ हामीलाई थाहै छैन भने हामी लेख्न पनि सक्दैनौँ र सजेसन पनि दिन सक्दैनौँ। जस्तै म यहाँ आर्टिकल लेखिरहेको छु टप 10 बेस्ट गेमिङ ल्यापटप इन नेपाल, त्यो रिलेटेड मलाई नलेज पनि हुनु पर्यो नि कि वास्तवमा त्यो ल्यापटप बेस्ट छ भने के को आधारमा बेस्ट छ। इफ बेस्ट छ, अब इफ त्यो बेस्ट छैन भने त्यो हामी त्यतिकै लेखेर त काम छैन। त्यही भएर हामीले के हुनु पर्यो, त्यो फिल्डको रिलेटेड स्किल पनि हुनु पर्यो, जेन हामीले के गर्न सक्छौँ त्यसमा लङ टर्मको लागि लेख्न सक्छौँ। त्यसपछि छ रिसर्च र मार्केट डिमान्ड। अब एकचोटि हामी के गर्छौँ, रिसर्च पनि गर्छौँ कि वास्तवमा मार्केटमा त्यो चिजको डिमान्ड छ कि छैन। अब जस्तै अब कुनै मानव समुद्र रिलेटेड कुनै प्रोडक्ट छ र त्यो हामी नेपालमा बेच्न खोजिरहेको छौँ भने त्यो बेच्न पाइन्छ त? पाइँदैन, किनकि नेपालमा समुद्रै छैन। सो त्यही हिसाबले हामी एउटा मार्केटको डिमान्ड पनि हेर्नु पर्यो कि त्यो प्रोडक्टको वास्तवमा डिमान्ड छ कि छैन। इफ डिमान्ड छैन भने त्यो ल्याएर पनि काम छ, हामीलाई काम छैन। त्यो सिम्पल कि हामी बेच्नै पाउँदैन नि। लाइक या त हामीलाई के गर्नु पर्यो, मान्छेमा डिमान्ड आफैले क्रिएट गर्नु पर्यो। इफ हाम्रो प्रोडक्ट त्यतिकै राम्रो छ भने हामीलाई के गर्नु पर्छ, आफैले डिमान्ड क्रिएट गर्नु पर्यो, या त हामीलाई के गर्नु पर्छ, मार्केट रिसर्च गर्नु पर्यो कि त्यो प्रोडक्टको डिमान्ड छ कि छैन भनेर। त्यसपछि चाहिँ आइडेन्टिफाई यो टार्गेट अडियन्स। अब हाम्रो टार्गेट अडियन्स के छ त? अब जस्तै हामी कुनै गर्ल्सहरूको लागि बेग बेचिरहेछौँ भने हामी आफ्नो टार्गेट अडियन्स कसलाई राख्छौँ त? गर्ल्सलाई। त्यो पनि के त, एउटा सर्टेन एज ग्रुपको, जस्तै 18 देखि लिएर 35 वर्षको एजको। अब बुढी आइमाईहरूले त त्यो बेग हाम्रो बाई गर्दैन। त्यो हिसाबको हाम्रो के हुनु पर्छ, एउटा हामी आइडेन्टिफाई पनि गर्नु पर्यो कि हाम्रो वास्तवमा एज ग्रुप कुन हो। जस्तै ल्यापटप हामी गेमिङ बेचिरहेछौँ भने त्यो कसले लिन्छ? बढी यङ्स्टरहरूले, या त कलेज जाने स्टुडेन्टहरूले, या त आइटी पढ्नेहरूले। सो उनीहरूलाई हामी टार्गेट गर्छौँ। हाम्रो दिमागमा एउटा के हुनु पर्छ, लाइक एउटा स्ट्रक्चर हुनु पर्यो अडियन्सको कि हाम्रो अडियन्स भनेको टार्गेटेड अडियन्स के हो भनेर। जस्तै के छ त, एनालाइज र कम्पिटिसन। अब हामीलाई के गर्नु पर्छ, कम्पिटिसन पनि हेर्नु पर्यो। अब हाम्रो कम्पिटिसनमा को छ त? कुन कुन वेबसाइट अलरेडी चलिरहेछ, उनीहरूको लाइक अथोरिटी कति छ, डेकलिङ कति छ, उनीहरूले कति प्रोडक्ट लिस्ट गरेछ, कतिवटा ब्लग लेखेछ, त्यो सबै कुरा हामीलाई के गर्नु पर्यो त, एनालाइज गर्नु पर्यो। तब हामी के गर्न सक्छौँ त, त्यसमा आफ्नो काम गर्न सक्छौँ कि वास्तवमा हामी सक्छौँ कि सक्दैनौँ, आउटरेन्क गर्न सक्छौँ कि सक्दैनौँ। अब एकैचोटि हामी जरासँग पंगा लिन्छौँ भने त्यो हुँदैन। त्यही भएर हामीलाई पहिला आफैले थाहा हुनु पर्यो यो हाम्रो लाइक लिमिटेसनमा आउँछ कि आउँदैन, सिम्पल भन्यो भने हाम्रो औकातमा आउँछ कि आउँदैन, त्यसलाई हामी आउटरेन्क गर्न सक्छौँ कि सक्दैनौँ, सक्छौँ भने कति बजेट लाग्छ, त्यो कुराहरू हामीलाई पहिला थाहा हुनु पर्यो। त्यसको लागि हामीले के गर्नुपर्छ, कम्पिटिटरलाई एनालाइज गर्नु पर्यो। त्यसपछि हाम्रो चेक प्रोफिटेबिलिटी। अब यही छ मेन कुरा लास्टमा त, हामीलाई अब दिन पैसा कमाउनु छ। त्यो प्रोडक्ट हामीलाई बेचेर त्यो डेलिभरी चार्ज यताउति गरेर सबै काम गरेर हाम्रो प्रफिट आउँछ कि आउँदैन, त्यो कुरा पनि हामीलाई के गर्नुपर्छ, चेक गर्नु पर्यो। त्यसपछि एकचोटि हामी सबै आइडिया लिएर के गर्छौँ, भ्यालिडेट गर्छौँ कि वास्तवमा हाम्रो निच कुन हो भनेर। यो सबै एकचोटि हेर्नु कि तपाईँको इन्ट्रेस्ट कुनमा छ। अब त्यो अब 2-3वटा इन्ट्रेस्ट आएपछि त्यसमा हेर्नु कि तपाईँको त्यसमध्ये स्किल कुनमा छ। अब स्किल अब त्यो एउटा दुईटा भेट्छ भने त्यसपछि फेरि हामी केमा जान्छौँ त, मार्केट डिमान्डमा जान्छौँ कि मार्केटमा डिमान्ड छ कि छैन। र यो 3टा गरेपछि हामीले के हुन्छ त, आफै थाहा भइहाल्छ कि हाम्रो निच यो छ भनेर। त्यसपछि हामी के गर्छौँ त, टार्गेट अडियन्स हेर्छौँ, कम्पिटिसनको टाइप एनालाइसिस गर्छौँ, अनि हामी त्यसमा प्रोफिटेबिलिटीहरू छ कि छैन त्यो हामी चेक गर्छौँ। मेन कुरा अब त्यही हो। सो यो हिसाबले हामी के गर्छौँ, निच चाहिँ सिलेक्ट गर्छौँ। सो निच चाहिँ सबैजना आफ्नो आफ्नो एउटा सिलेक्ट गर्नु होला। सो पछि पनि तैँले काम लाग्छ। अब निच सिलेक्ट गर्नको लागि फेरि त्यही हो मेन कि हामी इन्ट्रेस्ट, कम्पिटिसन, यो किवर्डहरू चेक गर्छौँ। सो अब निचमा अब हामी एउटा मानव सिलेक्ट गर्यो। अब जस्तै अब मैले एउटा कुनै निच सिलेक्ट गरेँ नि, जस्तै हजुर सर, हजुर क्लास स्टार्ट भइसक्यो। ए हस् 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 हस्। सो अब निच जस्तै हामीले एउटा सिलेक्ट गर्यो। अब निच सिलेक्ट गर्नको लागि हामी सिम्पली फर इक्जाम्पल बेसिकबाट स्टार्ट गर्नु भने हामी चेट जिपिटीलाई पनि युज गर्न सक्छौँ। सो चेट जिपिटीमा जानु त है, चेट जिपिटी आई थिङ्क सबैलाई युज गर्न आउँछ होला, आउँछ नि। अनि यहाँ भन्नु कि लाइक मलाई एउटा अब कुन वेबसाइट तपाईँले स्टार्ट गर्नु छ, ब्लगिङ साइट। अब वेबसाइटको पनि टाइप्स हुन्छ। त्यसमा चाहिँ तपाईँलाई कुन वेबसाइट स्टार्ट गर्नु, ब्लगिङ साइट हुन्छ, इ कमर्स हुन्छ, र मेन एउटा के हुन्छ, सर्भिस या त बिजनेस वेबसाइट हुन्छ। मेन 3 टाइपको वेबसाइट हुन्छ, त्योभन्दा बढी पनि हुन्छ, तर मेनली के हुन्छ, त्यो 3 टाइपको हुन्छ। जस्तै मलाई केही इ कमर्स वेबसाइट स्टार्ट गर्नु छ या ब्लगिङ साइट स्टार्ट गर्नु छ भनेर म चेट जिपिटीसँग पनि सोध्न सक्छु कि जस्तै सिम्पली। र एउटा कुरा यो पनि दिमागमा राख्नु कि चेट जिपिटीलाई हामीले इङ्ग्लिसमा सोध्नु जरुरी छैन, हामी यसबाट नेपालीमा पनि सोध्न सक्छौँ, हिन्दीमा पनि सोध्न सक्छौँ। त म जस्तै हिन्दीमा नै सोध्छु किनकि मलाई हिन्दीमा अलिक बढी कम्फर्टेबल लाग्छ। जस्तै या नेपालीमा पनि सोध्दा हुन्छ कि मलाई मलाई एउटा ब्लगिङ साइट स्टार्ट गर्नु छ, बट मलाई
थाहा छैन कि कुन निचमा गरौँ भनेर हामी कम्पिटिसनबाट कपी गर्न सक्छौँ। त्यस्तो निच त हाम्रो फिल्ड भने अब बोतल त मैले पनि बेच्न सक्छु, तपाईँले पनि बेच्न सक्नुहुन्छ, प्रोडक्ट चाहिँ कपी गर्नु भएन नि। निच किन त्यो कपी गर्न मिल्दैन? गरौँ भनेर कुन निचमा गरौँ भनेर थाहा छैन, सो मलाई केही जस्तो कम्पिटिसन कम होस् भनेर। ओके, सो यो हाम्रो के भन्छ, लाइक हामीले अब यो केही केही निचहरू दिन्छ, जस्तै लो कम्पिटिसन निच मैले भनेको छु कि जो कि अलि इजीबाट ऱ्याङ्क होस् भनेर। सो अब यसले मलाई ट्राभलिङको निच एउटा दियो, लाइक लोकल टुरिस्ट इन नेपाल, लाइक हामी एउटा के छ ट्राभलिङ निचमा जान सक्छौँ, त्यो पनि लोकलमा। अब ट्राभलिङमा के छ नि, कि मान्छेहरूले काठमाडौँलाई, एबिसीलाई, लाइक ठुलो ठुलोलाई सबैले टार्गेट गर्छ, तर जुन सानो सानो छ नि त्योहरू कसैले टार्गेट गर्दैन। सो हामी एउटा के गर्न सक्छौँ त, यो चेट जिपीटीको हिसाबले, कि हामी जुन सानो सानो टुरिस्ट प्लेस छ नि जहाँ कम मान्छेहरू जान्छ त्यसलाई हामी टार्गेट गर्न सक्छौँ। जस्तै अब के हुनसक्छ त, सौराहरू भयो, सो त्योहरूलाई हामी के गर्न सक्छौँ, टार्गेट गर्न सक्छौँ। अब एउटा के छ त, रिमोट वर्क अपर्च्युनिटी फर युथ। अब जे अब अनलाइन अर्निङको, अब जस्तै अनलाइन जबहरूको अपर्च्युनिटी छ, सो त्यो एउटा हामी के गर्न सक्छौँ, टार्गेट गर्न सक्छौँ। तर मेन कुरा यो पनि हेर्नु कि यो जुन चेट जिपीटीले सजेस्ट गरेर राखेको छ नि त्योमा हाम्रो इन्ट्रेस्ट पनि हुनु पर्यो। इफ हाम्रो इन्ट्रेस्ट छैन भने त्यो हामीले सिलेक्ट गरेर काम छैन। त्यसपछि एउटा हामी के छ, अर्ग्यानिक फार्मिङ या त अर्बन गार्डनिङमा हामी त्यो जान सक्छौँ। दुइटैको लगभग राम्रो अहिले डिमान्ड छ। फार्मिङ नेपालमा अहिले बढिरहेछ, युथहरू पनि आइरहेछ, इफ तपाईँलाई थाहा छ भने, न्युजहरू हेर्नुहुन्छ भने। त्यसपछि एउटा छ मिनिमलिस्ट लिभिङ छ, सो यो मेरो लाइक फेभरेट टपिक मध्ये एउटा आउँछ। सो यो पनि हामी एउटा गर्न सक्छौँ, तर नेपालमा यसको खासै ट्रेन्ड छैन। मिनिमलिस्ट लिभिङ भनेको के हो नि, कि हामी लाइक कमभन्दा कम सामानमा जिउने ट्राई गर्छौँ। त्यो हुन्छ नि कि अब थोरै कपडा, थोरै त्यो, थोरै सुज, अब त्यो हिसाबको। सो यो अलि मलाई लाइक म अलि त्यही टाइपको मान्छे छु, सो मलाई यो राम्रो लाग्छ। अनि त्यसले के हुन्छ त, हाम्रो यो आफ्नो सेभिङ पनि बचाउनु, लाइक धेरै काम गर्नु सक्छ। तर यो पनि एउटा टपिक हो, यो टपिक चाहिँ अमेरिकामा धेरै चल्छ, तर नेपालमा अलिक कम टाइपको चल्छ यो। त्यसपछि नेपाली ल्याङ्ग्वेज लर्न, अरू यो खासै लाइक मलाई राम्रो लाग्दैन, कि किनकि अहिले नेपाली ल्याङ्ग्वेजहरू खासै कोही सिक्न चाहँदैन होइन। अब गुगल ट्रान्सलेटरहरूको युज गरेर झन् अहिले आइसक्यो। त्यसपछि एउटा लोकल फेस्टिभल एन्ड कल्चर हामी गर्न सक्छौँ। त्यसपछि एउटा केरियर गाइडेन्स छ। ओके, सो योहरू के छ त, हामीलाई केही निच दियो। इफ तपाईँलाई अझै केही चाहियो भने सो ओके, सजेस्ट मी सम मोर फर ब्लगिङ इन्फर्मेसन साइड। यो हामीलाई अझै दिन्छ। यो हामी हेर्न सक्छौँ कि हामीलाई कुन राम्रो लाग्छ। डिजिटल लिट्रेसीको एउटा दियो हामीलाई, भिलेज लेभल डेभलपमेन्टको। ओके, सो योहरू छ, लाइक सिम्पली हेर्नु हो भने हामी यहाँबाट हेर्न सक्छौँ। आफै तपाईँहरू आफ्नो इन्ट्रेस्टले पनि सिलेक्ट गर्दा हुन्छ। हो जस्तै यो तपाईँ हेर्न सक्नुहुन्छ, जस्तै मैले अब एउटा निस्के सिलेक्ट गरेँ त, यो म यहाँ लेख्छु। मैले एउटा सेयर मार्केट, आई थिङ्क सबैलाई थाहा छ, थाहा छ नि तपाईँहरूलाई। ओके, सो सेयर मार्केटको मैले एउटा निस सिलेक्ट गरेँ। अब त्यही हिसाबले हामी के गर्छौँ त, किवर्ड रिसर्च गर्छौँ, कि हामीले लाइक अब एउटा सेयर मार्केट हाम्रो के भयो त, मेन निच भयो एउटा हाम्रो। हामी त्यसमा के गर्छौँ त, एउटा वेबसाइट बनाउँछौँ। त्यो हामी प्र्याक्टिकली हेर्छौँ बनाएर। हामी केमा बनाउँछौँ वेबसाइटमा, सेयर मार्केटमा। अब त्यस रिलेटेड हामीलाई के गर्नु पर्छ, किवर्ड रिसर्च गर्नु पर्यो, कि हाम्रो कुन कुन पेजमा के हुनु पर्यो। त्यसपछि त्यसमा कम्पिटिसन कति छ, सर्च भोल्युम छ कि छैन, मान्छेहरू काम गरिरहेको छ कि छैन। सो त्यो कुरा हामी के गर्छौँ त, अब फर्दर रिसर्च गर्छौँ। तपाईँ यो हिसाब गर्नु, चेट जिपीटीसँग सोद्धा हुन्छ, या त तपाईँको इन्ट्रेस्ट केमा छ त्योमा एउटा निच चाहिँ सिलेक्ट गर्दा हुन्छ है। यो कुरा त बुझ्नुभयो नि, कसरी चेट जिपीटीलाई त्यो भनेर गर्नु भनेर। क्लियर छ सबैजनाको? केही क्वेसन छ भने सोद्धा हुन्छ। ओके, सो यो कुरा अब के भयो, हाम्रो एउटा लाइक निच अब एउटा हाम्रो सिलेक्ट भयो। अब निच निच सिलेक्ट भइसकेपछि हामी के गर्छौँ, यसको किवर्ड रिसर्च गर्छौँ। किवर्ड रिसर्च गर्नको लागि हामी अब एउटा केही खोलौँ, लाइक म गुगल सिटको बारेमा मैले हिजो भनेको थिएँ, तपाईँहरूलाई याद छ नि, यो एकदम एक्सेल जस्तो छ। त्यसो याद रहनको लागि म यहाँ ओके, सो हाम्रो निच जुन छ नि त्यो भयो सेयर मार्केट। यो हाम्रो त निच भयो।
म यसको ब्याकग्राउन्ड पनि चेन्ज गरिहाल्छु सो हामीले बुझ्न इजी हुन्छ। सो यो मेरो निच भयो। अब म के गर्छु नि कि दुई तिनवटा हाम्रो कम्पिटिसन साइटहरू जुन छ नि त्यो म यहाँबाट लिन्छु कि त्यहाँबाट हामीले थाहा हुन्छ कि कुन कुन किवर्डहरू जुन छ त्यो हामी सर्च गर्न सक्छौँ। या त हामी आफ्नो एउटा के गर्न सक्छ ब्रेन स्टर्मिङ पनि गर्न सक्छौँ कि जस्तै हामी सेयर मार्केटमा इफ हामीलाई ब्लग स्टार्ट गर्नु छ भने हामी के कुरालाई टार्गेट गर्न सक्छौँ त। जस्तै तपाईँहरूलाई अब कतिजनालाई थाहा छ कि सेयर मार्केटमा आइपिओ भन्ने कुरा पनि हुन्छ भनेर। आइपिओ थाहा छ? त्यो एउटा हाम्रो के भन्छ आइपिओ भयो होइन। अर्को हाम्रो के छ नेप्से छ। नेप्से थाहा छ नि सबैलाई। सो एउटा हामी नेप्से लिन सक्छौँ। त्यही भएर म भन्छु कि तपाईँको इन्ट्रेस्ट छ भने गर्नुभयो भने तपाईँलाई धेरै कुरा पहिलादेखि नै थाहा हुन्छ र तपाईँले सर्च गर्नमा पनि के हुन्छ त इजी हुन्छ। सो मैले यहाँ एउटा नेप्से सर्च गरेँ। आइपिओ भयो, नेप्से भयो। अझै हामी के सर्च गर्न सक्छौँ त लाइक हाउ टु इन्भेस्ट इन लाइक नेपाल स्टक मार्केट। सो त्यो हामी एउटा गर्न सक्छौँ त हाउ टु इन्भेस्ट इन नेपाल स्टक मार्केट। अब यहाँबाट हामीलाई के हुन्छ त हाम्रो कम्प्युटर साइटहरू थाहा लाग्छ। जस्तै एउटा यो के छ डिजिटल गोर्खा हाम्रो एउटा के भयो त कम्प्युटर साइट भयो। अब यसले लेखेछ एउटा के भयो त यो इन्भेस्ट पेपर हाम्रो कम्प्युटर साइट भयो नि। यिनीहरूले अलरेडी के छ त लाइक लेखेको छ नि। सो यो साइटहरूको हामी एउटा लिस्ट बनाइहाल्छौँ र हामी यसलाई वान बाई वान लेख्छौँ। हेर्छौँ कि लाइक यो साइटहरू कस्तो छ। एउटा के भयो त हाम्रो सेयर संसार भयो। यो नेप्से ट्रेडिङलाई पनि हामी लिन सक्छौँ त। हुन त नयाँ साइट छ, यसलाई हामी इजिली बिट गर्न सक्छौँ। त्यसपछि मेरो लगानीहरू छ लाइक धेरै साइटहरू छ। यो साइटलाई म के गर्छु हुन त डिजिटल गोर्खा हाम्रो यो होइन लाइक यो मेन ट्रेनिङहरू त्यो गराउँछ। सो यो हामी नराखे पनि हुन्छ, बाँकी राखे पनि हुन्छ। अब यो आर्टिकल अलि राम्रोसँग लेखेछ त्यही भएर ऱ्याङ्क भइरहेछ। बाँकी यो खास चाहिँ हाम्रो निचमा आएन किनकि हामी के गर्छौँ एउटा निचमा हामी गऱ्यो भने हाम्रो लागि बेटर हुन्छ। सो हाम्रो मेन कम्प्युटर कुन भयो त यो भयो हाम्रो। र यहाँ हामी के गर्छौँ त यो तपाईँहरू पनि गर्नु अहिले गर्दा पनि हुन्छ या त तपाईँहरूको नत्र यो होमवर्क हुन्छ। सो आफ्नो आफ्नो निचे एउटा सिलेक्ट गर्नु अनि यो एउटा लिस्ट गर्नु इजी हुन्छ। अहिले नगर्दा पनि हुन्छ, बरु रिकर्डिङमा अलिक त्यो गरिदिन्छु। यो एक्सेल त आई थिङ्क आउँछ होला सबैजनालाई नि चलाउन। ओके सो यो म बढाएँ यहाँ। एउटा हाम्रो कम्प्युटर साइट कुन भयो त यो भयो इन्भेस्टर पेपर जे कि हाम्रो मेन कम्प्युटर साइट हामी यसलाई मान्दा हुन्छ। अर्को के छ त हाम्रो सेयर संसार छ। त्यसपछि अर्को के छ त हाम्रो यो नेप्से ट्रेडिङ छ। ओके सो तपाईँ कमसेकम 10वटा कम्प्युटर साइन्स स्टार्ट गर्नु होला, तर 5वटा 2-3वटा पनि छ भने काफी नै हो। सो हामीले यो 3वटा मात्र राखौँ, बाँकी योभन्दा बढी पनि गर्दा हुन्छ। तपाईँले जति बढी गर्नुभयो भने त्यति राम्रो हुन्छ। अब यो के गर्छौँ नि हामी यो साइडहरू हामी अलि हेर्छौँ कि लाइक यिनीहरूले कसरी काम गरेछ, के राखेछ, यिनीहरूको मेनुहरू के कस्तो छ। जस्तै यिनीहरूको सुरुमा के छ त लोगो छ, त्यसपछि होम छ, न्युज छ, ब्लग छ, एनालिटिक्स छ, स्टक मार्केट छ, इकोनोमी छ, ग्लोबल न्युज छ। यहाँ नेपालीमा हामी कन्भर्ट गर्न सक्छौँ, यहाँबाट नेपाली आउँछ। ओके तो सिम्पल कुरा यिनीहरूको यस्तो छ। यो कुरा त बुझ्नुभयो नि साइटहरूको बारेमा यिनीहरू कस्तो छ भनेर। लाइक यिनीहरूले के हो त बढी न्युजहरू चाहिँ पोस्ट गरिरहेछ। मेन कुरा हेर्नुपर्ने त्यही हो। सो अब हामी के गर्छौँ नि अब हाम्रो लाइक कम्प्युटर पनि थाहा भयो, निच पनि थाहा भयो। अब हामी के गर्छौँ आफ्नो किवर्डहरू 2-3वटा निकाल्छौँ। सो किवर्ड निकाल्नको लागि पनि के गर्न सक्छौँ हामी यहाँबाट सिम्पली चेट जिपीटीलाई हामी युज गर्न सक्छौँ। सो चेट जिपीटीलाई भन्नु कि मैले लाइक एउटा निच सिलेक्ट गरिसके अब मलाई केही कीवर्ड दिनु पेजेस एन्ड ब्लग पोस्टको लागि मेरो निच सेयर मार्केट हो। ओके सो इङ्ग्लिसमा पनि लेख्दा हुन्छ, नेपाली हिन्दी जेमा पनि लेख्दा हुन्छ, तपाईँको आफ्नो कम्फर्टेबल अनुसार लेख्नु। सो यो हामीलाई के दिन्छ त लेट्स सी अब यो कुन कुन आइडिया दिन्छ भनेर हामीलाई। सो हाम्रो एउटा दियो कि व्हाट इज सेयर मार्केट। त्यसपछि ओके सो अब यो किवर्डहरू पनि त्यो राम्रै छ। हुन त म सेमरसको थ्रु पनि हेराइदिन्छु, तर
तपाईँहरूसँग सेमरस एकाउन्ट हुँदैन, त्यो लगभग $200 भन्दा महँगो टुल छ, तर मसँग छ भने तपाईँ भन्नुहुन्छ भने म पनि त्यो पनि हेराइदिन्छु। तर मेन तपाईँहरू कहाँबाट स्टार्ट हुन्छ, चेट जिपीटीबाट स्टार्ट गर्नु। यो मेन बुझ्नुभयो नि, लाइक किवर्ड हामी यस्तो लाइक माग्न सक्छौँ भनेर पहिला तपाईँ निच रिसर्च गर्नु, त्यसपछि भन्नु कि मैले यो निच त्यो सिलेक्ट गरिसकेको छु, अब त्यो रिलेटेड मलाई केही किवर्डहरू चाहियो। सो यो के गर्छ त, केही किवर्डहरू तपाईँलाई दिइहाल्छ। क्लियर छ नि? बुझ्नु भयो नि? बुझ्नु भएन? अहिले हेर्नु कि यो पछि पनि गर्दा हुन्छ। सो अब के गर्नु तपाईँहरू, लाइक यहाँ केही किवर्डहरू जुन छ नि त्यो चाहिँ राख्नु किवर्डहरू, जस्तै एउटा यो भयो, अर्को कुन थियो त, हाउ टु इन्भेस्ट नेपाली स्टक मार्केट, यो पनि ठिकै छ। सो यो सबै किवर्ड हामी के गर्छौँ त, राखिहाल्छौँ, किनकि यो किवर्डमा पछि हामी के लेख्छौँ त, ब्लग लेख्छौँ। त्यही भएर हामीलाई के चाहियो, यो किवर्डहरू चाहियो। सो 1 by 1 के गर्नु, यो सबै किवर्डहरू लेखिहाल्नु। यो कम्प्लिट प्रोसेस बाई प्रोसेस हो कि, कन्फ्युज नहुनु, केही कन्फ्युजन छ भने अहिले पनि सोध्दा हुन्छ। ओके, यो भयो टप 10 कम्पनी टु इन्भेस्ट इन नेपाल, यो भयो एउटा। वाट इज आइपिओ, ओके, म यो डाइरेक्ट सबै कपी नै गरिहाल्छु, इजी हुन्छ। ओके, सो यो केही किवर्ड छ हाम्रो जो कि हामी यहाँ सिलेक्ट गरेको छ, जसमा हामी के गर्छौँ त, आफ्नो वेबसाइटमा यो किवर्डहरू हामी के गर्छौँ, टार्गेट गर्छौँ। यो कुरा त बुझ्नु भयो नि, हामी पहिला एउटा निच सिलेक्ट गर्यो, त्यसपछि हामीले के गर्छौँ, केही किवर्डहरू त्यो रिसर्च गर्यो चेट जिपीटीको थ्रु। किवर्ड रिसर्च गर्न हामीसँग धेरै मेथड छ, पेड टुल्स पनि छ, फ्री टुल्स पनि छ, र सबभन्दा इजी के छ त, चेट जिपीटी छ। त चेट जिपीटीको थ्रु हामीले के गर्छ, केही किवर्डहरू सजेसन माग्यो। अब जस्तै हामीलाई लाइक पेड टुल्सको थ्रु हामीलाई लाइक किवर्ड रिसर्च गर्नु छ भने हामी कसरी गर्छौँ त, त्यसको लागि सबभन्दा फेमस एउटा तपाईँको सेमरस। ओके, सो सेमरस तपाईँको एउटा सबभन्दा फेमस टुल छ जो कि महँगो पनि छ। सो यो टुल्सबाट पनि हामीलाई के हुन्छ त, हामी वेबसाइटको सबै कम्प्युटर रिसर्च राम्रोसँग गर्न सक्छौँ। लाइक $140 टुल छ यो। सो यसबाट हामीलाई कुनै पनि काम के हुन्छ त, इजी भइहाल्छ। तर हामी के, अब यो टुल त सबैसँग हुँदैन, हामी अल्टरनेटिभमा के गर्न सक्छौँ त, या त फ्री टुल्सहरूबाट गर्न सक्छौँ, या त हामी के गर्न सक्छौँ त, जुन हामीसँग टुल छ नि अलरेडी, जस्तै चेट जिपीटीहरू भयो, त्यहाँबाट पनि हामी के गर्न सक्छौँ, केही किवर्डहरू सिलेक्ट गर्न सक्छौँ। सो चेट जिपीटीबाट हामी गरेको, अब म एकचोटि सेमरसबाट पनि हेराइदिन्छु तपाईँहरूलाई, किनकि मसँग सेमरसको एक्सेस छ। ओके, ओके, सो सेमरसबाट किवर्ड रिसर्च गर्नको लागि तपाईँको दुईवटा मेथड छ। एउटा के छ नि, कि हामी कुनै कुनै किवर्ड राखेर किवर्ड फाइन्ड गर्न सक्छौँ। अर्को के छ नि, कि हाम्रो जुन कम्प्युटरको साइट छ नि, त्यो कम्प्युटरको साइटबाट यो साइट चाहिँ कुन कुन किवर्डमा ऱ्याङ्क गरिरहेको छ, त्यहाँबाट हामी डाइरेक्टली किवर्ड निकाल्न सक्छौँ। सो सिम्पल अहिले हामी यो सेकेन्डवाला गर्छौँ, कि यो जुन यहाँ छ नि डोमेन ओभरभ्यू, सो यहाँ हामी आफ्नो जुन कम्प्युटर साइट छ त्यो राख्छौँ, अनि यहाँ हामी सर्च गर्छौँ। अब सर्च गरेपछि हामीलाई थाहा के भयो त, यो जुन वेबसाइट छ त्यसको ट्राफिक अहिले झन् डाउन भएछ, आई डोन्ट नो वाइ। पहिला चाहिँ राम्रो थियो, 2-3 लाख पनि थियो। सो यो वेबसाइटमा ट्राफिक कति छ त, 14,000, लगभग 15,000 जति छ। र यो वेबसाइट कतिवटा किवर्डमा ऱ्याङ्क छ त, 6,000 किवर्डमा ऱ्याङ्क छ। यसको सबै कुरा हामी थाहा हुन्छ कि ब्याकलिङ्क अब यसको लगभग कति 25 जति छ। यसको डोमेन अथोरिटी चाहिँ 29 छ। सो ब्याकलिङ्कको कुरा मैले हिजो गरेको थिएँ। अब यो अब मलाई किवर्ड चाहियो भने म के गर्छु, यहाँ किवर्डमा क्लिक गर्छु।
एन्ड किवर्डको यहाँ सबै डिटेल आएछ कि यो जुन किवर्ड छ नि त्यो किवर्डको इन्टेन्ट के छ, त्यो किवर्ड कुन पोजिसनमा र्याङ्क गरिरहेछ, त्यो किवर्डको भोल्युम कति छ, त्यो किवर्डको कम्पिटिसन कति छ, त्यो सबै कुरा हामीलाई के हुन्छ त यहाँबाट लगभग थाहा भइहाल्छ। अब जस्तै यो भोल्युम भनेको के हो नि, जस्तै 8.1 के छ नि, त्यो यो किवर्ड चाहिँ 1 महिनामा लगभग 8100 जनाले सर्च गर्छ। यो चाहिँ एक्युरेट हुँदैन, तर यो लाइक अब यो यिनीहरू के गरेको हुन्छ, एज्युम गरेको हुन्छ नि, यो प्रिभियस डाटाहरूबाट एज्युम गरेको हुन्छ। यो चाहिँ कन्फर्म कहिले पनि हुँदैन। त हाम्रो के भयो त लगभग यो किवर्ड कति त 8100 मान्छेहरूले के गरिरहेछ त सर्च गरिरहेछ, हुन्छ नि। त त्यही हिसाबले हामी यहाँबाट पनि यो किवर्डहरू आफ्नो हिसाबले कम्पिटिसन हिसाबले राख्न सक्छौँ र यहाँबाट हामी के गर्न सक्छौँ, यो जुन किवर्डहरू छ नि हाम्रो त्यो हामी एक्सपोर्ट पनि गर्न सक्छौँ। यहाँबाट हामी के गर्छ एक्सपोर्ट गरेर यो सबै किवर्ड हाम्रो के हुन्छ त एक्सेल सिटमा आइहाल्छ। ओके, सो हाम्रो के हुन्छ एक्सेल सिटमा आइहाल्यो। सो हामी सेमरसमा बढी त्यो नजाम, तपाईँहरूलाई झन् कन्फ्युजन हुन्छ, यसले झन् हुन्छ एक आउँछ। ओके, सो तपाईँले आई थिङ्क अब थाहा भयो होला, सेमरस चाहिँ त्योमा बढी नजाऊ। एउटा हाम्रो यो थियो, सो यहाँबाट हामी के गर्न सक्छौँ एक्सपोर्ट गरेर यहाँ हामीलाई के भन्छ सबै किवर्डको लिस्टहरू आइसक्यो। सो यहाँबाट हामी गर्न सक्छौँ, तर यो टुल्स अलिक महँगो नै छ, जस्ट मैले हेराइदिएँ। र अर्को तरिका के छ भने जस्तै किवर्ड ओभरभ्यूमा गएर पनि हामी यहाँबाट पनि किवर्ड रिसर्च गर्न सक्छौँ। सो यहाँ जान्छौँ हामी अनि सिम्पली हामी के गर्छौँ, अब जस्तै हामीले केही केही टर्म थाहा हुनु पऱ्यो। अब जस्तै सेयर मार्केटमा के हुन्छ त आइपिओ हुन्छ, मेरो सेयरहरू हुन्छ। सो त्योहरू हामी के गर्छौँ यहाँबाट पहिला नेपालमा हामीलाई गर्छौँ, नेपालमा सिलेक्ट गर्छु र यहाँ के गर्छु म सर्च आइपिओ सर्च गर्छु अनि यहाँबाट म सर्च गरिदिएँ। एन्ड भ्यू अल टुलमा जान्छु म। ओके, सो यो किवर्डहरू छ जसको के छ त सर्च अहिले भइरहेछ। यो किवर्डहरू हामी के गर्न सक्छौँ आफ्नो वेबसाइटमा टार्गेट गर्न सक्छौँ। अब यसको इन्टेन्ट वाइज हामी जान्छौँ कि कसको इन्टेन्ट कस्तो छ। दुईवटा किवर्डको सेम इन्टेन्ट हुनसक्छ, जस्तै बेस्ट एन्ड्रोइड फोन र बेस्ट मोबाइल फोन दुइटै लगभग सेम छ नि, या बेस्ट स्मार्टफोन र बेस्ट मोबाइल फोन के छ त दुइटैको इन्टेन्ट के छ त सेमै छ, मोबाइल किन्नु छ। तर स्मार्टफोन पनि मोबाइललाई नै भन्छ र मोबाइल पनि के भन्छ त त्यो मोबाइललाई नै भन्छ। यो कुरा हामीलाई थाहा हुनु पर्यो। सुनेको छैन, माइकले झन् गाह्रो हुन्छ त्यो इको पनि आउँछ कि क्लियर पनि हुँदैन। सो मेन कुरा चाहिँ हुन्छ हाम्रो कि लाइक अब जुन इन्टेन्ट हुन्छ नि त्यो हामीलाई बुझ्नु पर्यो कि कुन किवर्डको इन्टेन्ट के छ त। हो जस्तै हामी कुनै पनि कुरा सर्च गरिरहेछौँ, जस्तै अब स्लिपर भयो, सुज भयो, या अब सुजमा पनि के हुन्छ त डिफ्रेन्ट डिफ्रेन्ट। अब झोला पनि के हुन्छ सेम इन्टेन्ट हो र ब्याग पनि सेम इन्टेन्ट हो। हामी ब्याग पनि सर्च गर्न सक्छौँ र झोला पनि सर्च गर्न सक्छौँ, दुइटै के हो त सेम इन्टेन्ट हो। त्यो कुरा हामीलाई के गर्नु पर्यो त हेर्नु पर्यो। अब जस्तै तपाईँको एनइएसडिओ आइपो रिजल्ट पनि सेमै हो र डाइरेक्टली आइपो रिजल्ट सर्च गर्यो भने त्यो पनि के हो त सेम इन्टेन्ट हो, किनकि दुइटैमा के भइरहेको त हामी आइपिओको जुन रिजल्ट छ नि त्यो हामी खोजिरहेछौँ। त त्यो हामीलाई क्लियर हुनु पर्यो कि यो जुन किवर्ड छ त्यसको इन्टेन्ट के छ भनेर। योहरू कन्फ्युजन भइरहेछ है, कन्फ्युजन भइरहेछ बुझिरहेको, कन्फ्युजन भइरहेछ है। सो योहरूमा बढी नजाम, तर मेन कुरा यही छ किनकि यो अलिक एडभान्स साइडमा आइहाल्छ। इन्टेन्टहरू हामीलाई बुझ्नु पर्यो। अब के हुन्छ नि कि अब कुनै कुनै किवर्ड चाहिँ सेम हुन्छ तर त्यो डिफ्रेन्ट डिफ्रेन्ट इन्टेन्टको हुन्छ। त्यो कुरा हामीलाई त्यो बुझ्नुपर्ने हुन्छ। या त अहिले इजी छ भने सिम्पली हामी यो पनि गर्न सक्छौँ कि हामी आफ्नो टोटल किवर्डलाई के गर्छौँ कपी गर्छौँ। एन्ड सबभन्दा बेस्ट उपाय म भनिदिन्छु, हामीलाई बुझ्न गाह्रो छ भने हामी चेट जिपिटीमा जान्छौँ। चेट जिपिटीलाई हामी सबै कामको लागि युज गर्न सक्छौँ। अनि हामी यहाँ लेख्छौँ डाइभर्सिफाई दिज keywords according to intent, use only one keyword. अनि हामीले चाहिँ यो किन चाहिँ गर्नु इम्पोर्टेन्ट छ, तपाईँले तपाईँको बिजनेसको वेबसाइटलाई किवर्डसँग रेलेभेन्ट गरेर मान्छेलाई ट्राफिक कति यो सब विषय गरेर किवर्ड कति युज गरेर सर्च गर्नुलाई त्यो धेरै भएकोलाई चाहिँ आफूले आफ्नो
ओके तपाईँले बुझिराख्नु भएको छ त्यसको एसटिएल ह्याक्सन बुझिराख्नु भएको छ अब तपाईँहरूले जब वेबसाइट यो कुराहरूलाई छ त्यो वेबसाइट बनाउने बेलामा होइन यो किवर्ड्सहरू लिएर आजको लेख्ने इमेजहरूको नामहरू दिएर त्यो किवर्डसँग जति धेरै वेबसाइट यो तरिकाहरू जब जहाँ जहाँ ग्याप हेरिरहेको छ तपाईँहरूले त्यो अनि बिचबिचमा चाहिँ तपाईँहरूले सोध्नु पनि पर्छ सोध्नु पर्यो किन तपाईँले सोध्नुहुन्छ नि किनभने ट्रेनरले चाहिँ हामीलाई लाग्छ कि हामी भन्नु अनि तपाईँहरूले आफूले बुझेपछि त लाग्छ कन्फर्मेसन चाहिँ सोध्नु भयो त्यही इन्फर्मेसन अरूलाई पनि हुन्छ सो कोसिस चाहिँ सोध्यो टु वे इन्टरेक्टिभ बनाउनु त्यसले गर्दा चाहिँ अझै यो अन्डरस्ट्यान्डिङ चाहिँ अझै इम्पोर्टेन्ट हो होइन गरे टुल्सहरू टेक्निक्सहरू चेन्ज हुँदै जाँदा तर यो बुझिरहनु भएको छ कि अन्डरस्ट्यान्ड चाहिँ राम्रो होइन कति कुराहरू चाहिँ गर्दै जाँदा अझै धेरै कुराहरू हो होइन मैले भन्दा चाहिँ एकदम डिटेलमै गर्नुपर्छ यो थाहा छैन तर सोध्दा चाहिँ सोध्नु इन्टरेक्टिभ हुने है ओके सो हामी अब के गर्छौँ नि जस्तै हामी जुन किवर्डहरू कपी गरेको छ त्यसको इन्टेन्टहरू के हुनसक्छ सेम हुनसक्छ हामी बुझ्छौँ भने हामी आफैले लिस्ट गर्न सक्छौँ हामीलाई थाहा छैन भने हामी सिम्पली चेट जिपीटीको पनि हेल्प लिन सक्छौँ अनि यहाँ हामी इन्टर गऱ्यो भने यो के गर्छ त जतिवटा किवर्डको इन्टेन्ट सेम छ त्यसलाई के हटाइदिन्छ अनि जुन एउटा छ त्यो राख्छ जस्तो यो के छ त आइको फुल फर्म आइको मिनिङ यो सबै लगभग के छ त सेम छ सो हामीले यो के गरियो त लगभग सेममा त ल्याइदियो हुन्छ नि सो यो इफ तपाईँलाई बुझ्न गाह्रो भइरहेछ भने त्यति त्यो दिमाग नलगाउनु सिम्पली के गर्नु त चेट जिपीटीबाट निच रिसर्च गर्नु एउटा निच सिलेक्ट गर्नु अनि चेट जिपीटीलाई भन्नु केही किवर्डहरू दिनको लागि त्यो दिन्छ अनि त्यहीबाट स्टार्ट गर्नु किनकि सुरुमा तपाईँले कन्फ्युजन हुन्छ थाहा छ मलाई किनकि त्यो मलाई पनि भएको थियो होला सो मेन चाहिँ छ जस्तै हामी अब यहीबाट नै स्टार्ट गरौँ यो हामी के गर्छौँ चेट जिपीटीबाट नै लिएछौँ यो हामीलाई के हुन्छ त इजी हुन्छ किनकि यो के छ त सबैलाई थाहा छ यो त यहाँसम्म त बुझ्नु भयो नि सिम्पली के गर्छौँ हामी एउटा निच सिलेक्ट गर्छौँ त्यो लिएर हामी के गर्छौँ केही किवर्डहरू निकाल्छौँ ब्लगको लागि पेजहरूको लागि र त्यहाँ हामी के गर्छौँ त्यो हिसाबले वेबसाइट बनाउँछौँ त्योहरू गर्छौँ क्लियर छ नि ओके किवर्डको बारेमा जस्तै केही कुराहरू छुटेछ जस्तै एउटा के छ नि किवर्डको पनि टाइप्स हुन्छ अब जस्तै एउटा हुन्छ इन्फर्मेसनल किवर्ड के हुन्छ नि कि हामी जब कुनै पनि क्वेसन सर्च गर्छौँ नि गुगलमा जस्तै हाउ टु इन्स्टल विन्डोज त्यो के भयो एउटा इन्फर्मेसनल किवर्ड भयो किनकि हामी केही कुरा के गर्नु गरिरहेको छ एजुकेसनल पर्पजको लागि हामी सर्च गरिरहेको छौँ त्यो भनेको चाहिँ इन्फर्मेसनल किवर्ड डब्लुएस क्वेसन त थाहा छ नि सबैजनालाई डब्लुएस क्वेसन ओके सो डब्लुएस क्वेसनवाला सबै किवर्ड के भयो त इन्फर्मेसनल किवर्ड भयो जस्तै वाट हाउ वेयर हु इज द रिचेस्ट म्यान इन नेपाल त्यस्तो टाइप जुन किवर्डहरू छ त्यो के भयो त इन्फर्मेसनल किवर्ड भयो जस्तै अब म यहाँ लेख्छु जस्तै सिम्पली हाउ टु बाई ल्यापटप सो यसमा हाउ आयो भने यो के भयो त इन्फर्मेसनल किवर्ड भयो जस्तै हु इज रिचेस्ट पर्सन इन नेपाल सो यो के भयो त इन्फर्मेसनल किवर्ड भयो किनकि हु आइरहेछ सो यस्ता टाइपको किवर्डहरू के हो त इन्फर्मेसनल किवर्ड हो त्यसपछि हाम्रो के आउँछ त नेभिगेसनल किवर्ड भनेको कुनै ब्रान्ड नेमको किवर्ड जस्तै अब फेसबुक एउटा के हो त ब्रान्ड भयो हामी गुगलमा फेसबुक सर्च गर्छौँ भने त्यो के भयो त नेभिगेसनल किवर्ड भयो अब जस्तै त सिजी पनि एउटा के छ ब्रान्ड हो सिजी सर्च गर्छौँ भने के भयो त नेभिगेसनल किवर्ड भयो युट्युब सर्च गर्छौँ भने त्यो के भयो त नेभिगेसनल किवर्ड भयो त्यसपछि हाम्रो अर्को छ कमर्सियल किवर्ड भनेको के हो नि कि जहाँ कुनै कुरा हामी बाई गर्न खोजिरहेको छौँ लाइक बाई गर्नुभन्दा पहिला जस्तै बेस्ट ल्यापटप बेस्ट माइक बेस्ट टिभी स्मार्ट टिभी बेस्ट चेयर बेस्ट फ्यान त्यस्तो टाइपको किवर्ड के हो त कमर्सियल किवर्ड हो या त हामी यस्तो पनि सर्च गर्न सक्छौँ कि डेल ल्यापटप भर्सेस एचपी ल्यापटप सो त्यस्तो टाइपको के हो त तपाईँको कमर्सियल हो लाइक बाई गर्नुभन्दा पहिला किनकि हामीलाई त कम्पेयर गर्नु पर्यो नि कि डेलको ल्यापटप राम्रो छ कि एचपीको राम्रो छ त्यस्तो टाइपको किवर्ड के हो त कमर्सियल किवर्ड हो त्यसपछि हाम्रो आउँछ ट्रान्जेक्सनल किवर्ड भनेको डाइरेक्टली बाई जब हामी बाई गर्नको लागि केही कुरा सर्च गर्छौँ नि जस्तै म यहाँ सर्च गरेँ कि बाई ल्यापटप भने यो के भयो त यो तपाईँको डाइरेक्टली के भयो त कमर्सियल जहाँ तपाईँको ट्रान्जेक्सनल जहाँ तपाईँको ट्रान्जेक्सनको कुरा आउँछ लाइक जहाँ पैसाको कुरा आउँछ भने त्यो के भयो त ट्रान्जेक्सनल किवर्ड भयो जस्तै हजुर होइन भएन लाइक अब किन्नुभन्दा पहिला जुन हामी सर्च गर्छौँ त्यो भनेको कमर्सियल भयो जस्तै बेस्ट ल्यापटप सो कमर्सियलमा के हुन्छ नि तपाईँको म्याक्सिमम चाहिँ ब्लग साइड ऱ्याङ्क हुन्छ
तर जुन यो ट्रान्जेक्सन छ नि ट्रान्जेक्सन चाहिँ इ कमर्स साइड चाहिरहेको हुन्छ सो दुईटामा लिटल बिट फरक छ ट्रान्जेक्सन भनेको या त प्राइस होइन या त डाइरेक्टै बाई गर्नको लागि तर कम्पेयर गर्नको लागि कुन बेस्ट छ त्यो हेर्नको लागि हामी गर्छौँ भने त्यो भनेको कमर्सियल हो क्लियर भयो नि ओके पहिला चाहिँ कमर्सियल किवर्डले हामी एफिलिएट मार्केटिङ गर्थ्यौँ तब चाहिँ ट्रान्जेक्सनमा जान्छ पहिला चाहिँ हामी एफिलिएट मार्केटिङ त्यो गर्दाखेरि हामी पहिला कमर्सियल बढी टार्गेट गर्छौँ तर अहिले मैले हिजो भनेको कि गुगलको जुन अपडेट आयो त्यसबाट सबै ओभर गरिदिएछ नत्र पहिला चाहिँ राम्रो चल्छ क्या कमर्सियल किवर्ड अहिले चाहिँ जान्छ ओके सो जस्तै एउटा यो स्टोर आयो कुनै त्यसपछि सेकेन्डमा हाम्रो दराज छ सो योहरू के छ त मेन म्याक्सिमम इ कमर्स साइडबाट हेर्नुहुन्छ भने यहाँ डाइरेक्टै बाइको अप्सन हुन्छ सो यहाँबाट हामी ल्यापटप सिलेक्ट गरेर के गर्न सक्छौँ बाई गर्न सक्छौँ अनि प्राइस छ बाई छ ओके सो यो भनेको त ट्रान्जेक्सनल किवर्ड हो अब त कन्फ्युजन छैन नि यसमा इन्फर्मेसनल भनेको डब्लुएस क्वेसन सिम्पल बुझ्नु नेभिगेसनल भनेको कुनै कम्पनीको नाम या कुनै ठुलो ब्रान्ड छ त्यो हो कमर्सियल भनेको कुनै पनि कुरा बाई गर्नुभन्दा पहिला जसमा बेस्ट आउँछ बेस्ट भर्सेस टप त्यस्तो टाइपको के भयो त कमर्सियल भयो ट्रान्जेक्सन भनेको जहाँ पैसाको कुरा आयो त्यो भनेको ट्रान्जेक्सनल भयो अब चाहिँ याद गर्न इजी हुन्छ ओके त्यसपछि हाम्रो छ अब केही किवर्ड हाम्रो चाहिँ लेन्थको बेसमा छ जस्तो एउटा भयो सर्ट टेल सो दुईवटा वर्डसम्मको किवर्डलाई हामी सर्ट टेल किवर्ड भन्छौँ त्यो चाहिँ ऱ्याङ्क गर्न पनि गाह्रो हुन्छ या तीनवटा भन्दा बढी जुन वर्डको किवर्ड हुन्छ नि त्यसलाई हामी के भन्छौँ त लङ टेल किवर्ड भन्छौँ जस्तै नेप्से के भयो सर्ट टेल किवर्ड किनकि त्यो के छ त एउटा वर्डको मात्र छ मेरो सेयर के भयो त सर्ट टेल किनकि दुईवटा वर्डको छ तर हाउ टु इन्भेस्ट इन नेप्से भयो के भयो त लङ टेल भयो किनकि त्यो के छ त तीनवटा भन्दा बढी वर्डको किवर्ड छ क्लियर भयो नि यो कुराहरू त्यसपछि हाम्रो छ एलएसआई किवर्ड एलएसआई किवर्ड भनेको नि सेम किवर्ड जस्तै स्मार्टफोन मोबाइल फोन एन्ड्रोइड फोन तिनटै के हो त सेम किवर्ड हो नि स्मार्टफोन पनि त्यही हो मोबाइल फोन पनि त्यही हो र एउटा मैले के भनेको थिएँ एन्ड्रोइड फोन सेल फोन सबैको त सेम कुरा हो सो त्यो के भयो त तपाईँको एलएसआई किवर्ड भयो कुर्सी पनि सेम हो चेयर पनि सेम हो अब त्यो त लाइक ल्याङ्ग्वेज नै फरक भयो तर कुनै कुनै चिजलाई सेम भन्छौँ नि हामी सो त्यो के हो त हाम्रो एलएसआई किवर्ड हो त्यसपछि हाम्रो लोकल किवर्ड भनेको के हो जो कुरा हामी लोकलमा सर्च गर्छौँ जस्तै बार्बर इन चितवन यो के भयो एउटा लोकल किवर्ड भयो जस्तै डर्माटोलोजिस्ट इन काठमाडौँ या इन बानेश्वर यो के भयो त लोकल किवर्ड भयो त्यस्तोमा के हुन्छ त्यही ठाउँको रिजल्ट आउँछ त्यो मैले हिजो पनि एउटा इक्जाम्पलमा भनेको थिएँ एउटा गुगलको अपडेट पछि यो फिक्स भयो लाइक म इफ कुनै मलाई लोकलमा चाहियो भने म सर्च गर्दाखेरि मेरो लाइक नजिकमा जो राम्रो छ त्यो मलाई फर्स्टमा हेराउँछ त्यो गुगलको एउटा यो त्यो छ त्यसपछि अर्को छ सिजनल किवर्ड अफ भयो कि क्या चार्जै छ यो ओके यस्तै ठिक छ सो त्यसपछि चाहिँ एउटा तपाईँको सिजनल किवर्ड अब सिजनल त्यसपछि एउटा छ सिजनल किवर्ड भनेको के हो नि त्यो कुनै पनि प्रोडक्ट यस्तो छ जो कि एउटा सिजनमा मात्र चल्छ जस्तै तपाईँको छाता यो पानी पर्ने मौसममा चल्छ गर्मीमा चल्छ जाडोमा खासै छाताको मतलब हुन्छ हुँदैन अर्को के हो हाम्रो ज्याकेट टोपीहरू त्योहरू के छ जाडोमा चल्छ अरू टाइममा चल्दैन सो त्यो प्रोडक्ट के हो एउटा सिजनल प्रोडक्ट भयो जस्तै तपाईँको आइपिएल भयो के भयो सिजनल हो लाइक 1-2 महिनाको लागि आउँछ फेरि जान्छ एनपिएल भयो केही दिनको लागि आउँछ जान्छ क्रिकेट फेरि सिजनल भयो भने क्रिकेट त लाइक सालमा कहिले न केही चलिरहेको हुन्छ तर एनपिएल र आइपिएलहरू के भयो त सिजनल भयो सो यो कुरा हामीले थाहा हुनु पऱ्यो कि के कुरा सिजनल छ हाम्रो प्रोडक्ट सिजनल छ कि एउटा के हुन्छ सिजनल छ एउटा टाइपको एभरग्रिन हुन्छ एभरग्रिन हुन्छ जसको टाइपको 12 मन्थ नै त्यसको सर्च मान्छेहरू गरिरहेको हुन्छ अब यो चेक गर्नको लागि हामी के गर्छौँ त गुगल ट्रेन्डको युज गर्छौँ गुगल ट्रेन्ड एउटा गुगलकै नै प्रोडक्ट हो सो हामी यहाँ सिम्पल के गर्छौँ त गुगल ट्रेन्ड लेख्छौँ अनि यहाँबाट हामी हेर्न सक्छौँ कि कुन हाम्रो जुन छ नि त्यो सिजनल छ कि टाइपको एभरग्रिन छ सो त्यो हामी यहाँबाट हेर्न सक्छौँ जस्तै म यहाँ सिम्पल ज्याकेट लेख्छु भने ओके सर्च गरौँ अब यो सर्च गरिसकेपछि नेपाल भयो यो पास्ट डेको ठाउँमा हामी 1 इयर गर्छौँ एन्ड सर्च गर्छौँ भने यो के छ त यो जुन तपाईँको नोभेम्बरहरूको मन्थमा छ नि त्यसमा के छ त सर्च हाई छ बाँकीमा के छ त हाई छैन नि किनकि यो के छ सिजनल प्रोडक्ट छ त्यस्तै म यहाँ फेरि यहाँ ल्यापटप सर्च गर्छु भने ल्यापटप लगभग सेम छ किनकि ल्यापटप एभरग्रिन किवर्ड हो त्यो लगभग 12 मन्थ नै सर्च भइरहेको हुन्छ सो यो कुरा हामी यहाँबाट अब कुनै पनि निश सिलेक्ट गर्दाखेरि किवर्ड सिलेक्ट गर्दाखेरि सरी त्यो पनि हामी चेक गर्छौँ कि यो मान्छेहरू सर्च गरिरहेछ कि छैन भनेर र कुन मन्थमा बढी सर्च गरिरहेछ सो त्यो हिसाबले पनि हामी के गर्न सक्छौँ टार्गेट गर्न सक्छौँ अब जस्तै म आइपिएल सर्च गर्छु भने अब आइपिएल त कुनै मन्थ कुनैमा आउँछ कुनै मन्थ कुनैमा आउँछ सो अहिले चाहिँ ट्रेन्डिङ होला हेर्नु सो अहिले केमा छ ट्रेन्डमा छ बाँकी साल के छ त छैन त्यस्तै म एनपिएल सर्च गर्छु भने योहरू के छ त यो बिचमा आएको थियो लाइक एनपिएल कुनमा थियो डिसेम्बरमा थियो है त्यो डिसेम्बरमा के छ त हाई छ त्यसपछि लो छ सो यो कुरा हामीलाई थाहा हुनु पऱ्यो कि हाम्रो जुन निच छ या किवर्ड छ त्यो के छ त सिजनल छ कि एभरग्रिन छ
कि लोकल छ, त्यो हामीले थाहा हुनु पर्यो कि लङ टेल छ कि सर्ट टेल छ। ओके, अब त्यसपछि चाहिँ हाम्रो कि हामी वास्तवमा किवर्ड रिसर्च गर्छौँ किन, त्यो पनि एउटा त्यो रिजन हुनु पर्यो नि। सो किवर्ड रिसर्च गर्नुको मेन कारण के छ नि कि 90% अफ पेजेस गेट नो अर्ग्यानिक ट्राफिक। जुन अहिले 90% पेजेस छ नि दुनियाँमा, त्यसमा एउटा पनि ट्राफिक छैन। र हामी पनि एउटा वेबसाइट बनाउँछौँ र ट्राफिक आएन भने त्यो त केही मतलब भएन नि। सो त्यसको लागि हामी मेन किवर्ड रिसर्च गर्छौँ कि हाम्रो वेबसाइटमा ट्राफिक आओस् भनेर। यो चाहिँ टाइप एचटिएमएलको डाटा हो। जस्तै इफ यहाँ हेर्नुहुन्छ भने जिरो भिजिटर चाहिँ कति पेजमा छ, 90.63 पेजमा के छ त जिरो भिजिटर छ, लाइक एउटा पनि भिजिटरै आउँदैन। त्यसपछि हाम्रो कति छ त लाइक 80 मिलियन पेज मात्र छ, जसमा कति छ त लगभग 8.13% छ, जसमा 1 देखि 100 वटा भिजिटर आउँछ, लाइक पर मन्थ। त्यो पनि पर मन्थ त्यो पनि के छ त 1 देखि 100 भिजिटर मात्र आउँछ। पर मन्थ छ कि पर डे छ आई थिङ्क क्लियर छैन यहाँ, पर मन्थ नै होला म्याक्सिमम। चाहिँ एसक्यूआरमा खास गरेर त्यो मन्थली काउन्ट हुन्छ। र 100 देखि 1000 त्यो 1000वटा भिजिटर के छ त 1% पेजमा मात्र आउँछ। सो हाम्रो जुन पेजहरू छ त्यो केमा आउँछ त 1%मा आउँछ, किनकि हाम्रो धेरै पेजहरूको ट्राफिक के छ त 100 देखि 1000 भन्दा बढी नै छ पर मन्थ। सो केमा हाम्रो लगभग 1%मा हामी आउँछौँ। सो यो कुरा हामीलाई थाहा हुनु पर्यो कि हाम्रो ट्राफिक आउनको लागि हामी मेन के गर्छौँ, किवर्ड रिसर्च गर्छौँ। र 1000 भन्दा बढी ट्राफिक चाहिँ 0.21% पेजमा मात्र छ। त्यो के छ त लाइक धेरै कम छ, हेर्न लाग्छ हामीलाई धेरै कम छ, तर धेरै वेबसाइटहरू त्यतिकै बनाएको हुन्छ एज अ भिजिटरको पर्पसले बनाएको हुन्छ। जस्तै चाहिँ गभर्नमेन्ट साइटहरू भयो, त्यसमा डाइरेक्ट होम पेजमा मान्छे जान्छ, लाइक त्यसको डाइरेक्ट ट्राफिक बढी हुन्छ अर्ग्यानिक ट्राफिक भन्दा। अब यो केही किवर्ड सर्च गर्नुभन्दा पहिला हामीलाई केही कुरा ध्यानमा राख्नु पर्यो। जस्तै अब डिस्कभर अ भ्यालुएबल किवर्ड एन्ड फ्रेज, कि हामीले अब कुनै पनि किवर्डमा जुन भ्यालु दिइरहेको छ कि छैन त्यो हामीले थाहा हुनु पर्यो। अब जस्तै हामी अब सेयर मार्केटको निच एउटा लियो भने त्यही रिलेटेड हुनु पर्यो। अब त्यसमा यो होइन कि हामी टिफूको बारेमा लेखिरहेको छौँ, त्यस्तो हामीलाई लेख्नु हुँदैन, कि हामीले त्यही अनुसार के गर्नु पर्यो त भ्यालु त्यो प्रोभाइड गर्नु पर्यो। अब त्यो के छ त हामीले अब किवर्ड रिसर्च गर्दाखेरि एउटा यो पनि हामीले हेर्नु पर्यो कि त्यसमा केही न केही सर्च भोल्युम होस्। इफ सर्च भोल्युम छैन भने के हुन्छ त हाम्रो त्यो किवर्ड लिएको सेभ गरेको मतलब होइन, किनकि मान्छेहरू सर्चै गर्दैन। अब जस्तै अब मेरो नाम कतिजनाले सर्च गर्छ, 0 जनाले, कसैले सर्च गर्दैन। सो म आफ्नो नामको बारेमा लेखेर काम छैन नि, यस्तो बारेमा लेख्नु पर्यो जसको बारेमा मान्छेहरू सर्च गरिरहेको छ। सो त्यो हामीलाई एउटा ध्यान दिनु पर्यो कि के छ त मान्छेमा डिमान्ड हुनु पर्यो, मान्छेहरूले सर्च गर्नु पर्यो, त्यस्तो किवर्ड हामी के गर्छ टार्गेट गर्छौँ। अब यो पनि हामीलाई हेर्नु पर्यो कि हामी यस्तो किवर्डमा लेख्छौँ जसमा हामी रियलीमा ऱ्याङ्क गर्न सक्छौँ। कि अब हुन्छ नि एउटा कुनै कम्पिटिसन बढ्नु, जस्तो कम्पिटिसन हेरेर हामी यो गर्छौँ। त्यसपछि एउटा चाहिँ क्राफ्ट अफ कम्प्लिट कन्टेन्ट एस्ट्रेटेजी फ्रम द किवर्ड रिसर्च। अब यो अलिक कम्प्लिकेटेड छ, हामीलाई सुरुदेखि नै हामीले थाहा हुनु पर्यो कि कुन कन्टेन्ट हामीलाई लेख्नु छ। तर यो तपाईँहरू एकदम बिगनर्स हुनुभयो, त्यही भएर तपाईँले सुरुमा बुझ्नमा गाह्रो हुन्छ कि, त्यही भएर योमा नजानु, तपाईँ जस्ट स्टार्टिङदेखि नै स्टार्ट गर्नु। अब यो केही कुराहरू छ, अब जस्तै यो हामीले थाहा हुनुपर्ने। अब भोल्युम भनेको के हो नि कि किवर्डको जुन 1 महिनामा कतिजनाले सर्च गरेछ त्यो भनेको सर्च भोल्युम हो, जसलाई हामी के भन्छौँ सर्च भोल्युम भन्छौँ। यस्तो अहिले थाहा याद छ भने हाम्रो सेम रसमा पनि के छ साइडमा भोल्युम हराइरहेको थियो। योहरू के छ त साइडमा जुन छ यो सर्च भोल्युम छ, यो जुन छ नि त्यो के छ त सर्च भोल्युम छ। सो यो जुन छ नि आइपिओ रिजल्ट, सो 1 महिनामा कतिजनाले सर्च गरिरहेछ, 74,000 भन्दा बढी मान्छेले सर्च गरेछ। यो जुन हुन्छ नि त्यो कम नै हुन्छ, योभन्दा बढी नै हुन्छ रियलमा। कतिले सर्च गरेछ 74,000 भन्दा बढी मान्छेले सर्च गरेछ। यो के भयो हाम्रो भोल्युम भयो। भोल्युम पछि के छ हाम्रो केडी छ। केडी भनेको के हो त तपाईँको त्यो कम्पिटिसन त्यो डिफिकल्टीमा आउँछ, त्यो किवर्ड डिफिकल्टी भन्छ यसलाई। यो किवर्डको डिफिकल्टी कति छ त, अब यो केडी हामी हेर्छौँ भने 28 लाइक ठिकै छ, लाइक अब 20-30 भन्दा कम हुन्छ भने त्यसलाई हामी ठिकै भन्छ, त्योभन्दा बढी हुन्छ भने त्यो के हो त त्यसमा ऱ्याङ्क गर्न हामीलाई गाह्रो हुन्छ। तपाईँहरू अब बिगनर हुनुभयो भने तपाईँ 10 भन्दा कम पनि गर्दा हुन्छ। किवर्ड डिफिकल्टी भन्नाले कि त्यो किवर्डमा कति मान्छेले काम गरिरहेछ, त्यसको डिफिकल्टी कति छ, हामी ऱ्याङ्क गर्न सक्छौँ कि सक्दैन त्यो हो मेन। जति बढी मान्छेले काम गरेछ, अब जति बढी उनीहरूले बेकलिङ्क बनाएछ त्यसको डिफिकल्टी त्यति बढी भइहाल्छ। र जति कम जनाले काम गरेछ, जति कम बेकलिङ्कहरू बनाएछ त्यति डिफिकल्टी कम भइहाल्छ। तर एउटा म रियल क्वेसन टु एन्सर भनिदिन्छु कि नेपालमा अहिलेसम्म जतिवटा वेबसाइटसँग काम गरेछु नि केहीमा कम्पिटिसन छैन। नेपालमा अहिले एकदम बेस्ट अपर्च्युनिटी छ के कुनै पनि साइट ऱ्याङ्क गर्नको लागि। मैले त्यो जुन थमेल छ नि त्यहाँको पनि चेकिङ साइटहरूमा म काम गरेछु, लाइक इजिली ऱ्याङ्क हुन्छ, इजिली, खासै गाह्रो छैन। नेपालको साइट ऱ्याङ्क गर्नु खासै गाह्रो छैन, यो एउटा दिमागमा राखिहाल्नु। जुन अमेरिकाहरूको छ या बाहिर इन्डियाहरूको छ, इन्डियामा पनि त खासै अहिले छैन, बाँकी जुन युके जुन एक्सटेरियन क्लाइन्टहरूको लागि हामी काम गर्छौँ नि त्यो चाहिँ एकदम टफ हुन्छ कि हामीलाई बेकलिङ्कहरू बाई गर्नुपर्छ, एक्वायर गर्नुपर्छ। त्यस्तो नेपालमा केही गर्नु पर्दैन, हामी बेसिक पनि फाउन्डेसन बेकलिङ्क बनाएर कन्टेन्ट हाम्रो राम्रो छ भने हामी इजिली चाहिँ ऱ्याङ्क गर्न सक्छौँ। यो कुरा दिमागबाट निकालिदिनु। जस्तै हामी यो हेर्नु आइपिओ रिजल्टमा के छ त नेपालमा लाइक 28 केडी मात्र आइरहेछ, त्यही चाहिँ अर्को देशमा सर्च गर्नुहुन्छ भने यो 90 भन्दा एबभ होला।
केडी बनाएर किवर्ड डिफिकल्टी कति छ भनेर। सो यो के छ 90 एभव होला। सो नेपालमा कुनै पनि किवर्ड नरेङ्क गर्ने खाले केही कुनै पनि छैन अहिलेसम्म, मेरो एक्सपिरियन्स अनुसार कुनै पनि छैन। लाइक हामी सबैमा इजिली काम गर्न सक्छौँ र इजिली त्यसमा ऱ्याङ्क हुन सक्छौँ। हजुर होइन यस्तो छ कि नेपालमा खासै अहिले अवेरनेस छैन मान्छेहरूको डिजिटल मार्केटिङको एसइओको, त्यो बिजनेसहरू खासै त्यस्तो गरिरहेको छैन। र जुन छ भने हामी जस्तो नै छ लाइक गर्ने बिजनेसहरूको, सो अब कम्पिटिसन छैन भने हामी पनि त्यति त्यो एफर्ट लगाउँदैन कि अब जो छ त्यसमा ऱ्याङ्क भइरहेछ। तर इजिली आउट ऱ्याङ्क गर्न सक्छ कि जस्तै अब सन्धि एजुकेसनको नै ऱ्याङ्क छ, त्यसमा मैले खासै एफर्ट लगाएको छैन, खासै छैन कि मैले त्यसमा आफ्नो जुन नलेज छ नि त्यसको 10% पनि त्यो दिएको छैन, तब पनि के छ टपमा ऱ्याङ्क छ। नेपालमा खासै कम्पिटिसन छैन, यो कुरा दिमागमा राखिहाल्नु कि नेपालमा खासै कम्पिटिसन छैन, हामी इजिली ऱ्याङ्क गर्न सक्छौँ कुनै पनि किवर्डमा। सो यसले अलिक त्यो कन्फिडेन्ट पनि त तपाईँहरूको बिल्ड हुन्छ, त्यही भएर मैले यो भनिदिएँ। जस्तै यो किवर्डहरूको अलिक के छ त कम्पिटिसन बढी छ, अब 50 आइरहेछ। सो योहरू हेर्नु ओके। सो यो भलुम भयो त्यो। अब त्यसपछि केडी भयो। अब एउटा के छ त सिपिसी छ। सो सिपिसी हामीले खासै काम लाग्दैन। जब हामी गुगल एडसेन्सबाट अर्निङ गर्छौँ नि तब चाहिँ सिपिसी काम लाग्छ। या गुगल एड चलाउँछु भने हामी एड चलाउनको लागि हामीलाई कति पे गर्नुपर्छ त्यो भनेको सिपिसी हो। कस्ट पर एक्सन हामी सरी कस्ट पर क्लिक भन्छौँ हामी चाहिँ यसलाई कि एउटा क्लिकको हामीलाई कति पे गर्नु परिरहेछ सिपिसी भनेको। इफ हामीले गुगल एड चलायो भने, इफ चलाएन भने एसइओमा केही पे गर्नुपर्छ, गुगल एड चलायो भने तब चाहिँ पे गर्नुपर्छ। त यो अहिले दिमाग नलगाउनु। एउटा छ हाम्रो डिए भनेको चाहिँ डोमेन अथोरिटी। त्यो डोमेनको औकात छ, अथोरिटी जस्तै त्यो हिजो मैले त्यो भनेको थिएँ नि बेस्ट इक्जाम्पल, त्यो डोमेन अथोरिटी चाहिँ बेकलिङ्कले बढ्छ। अब बेकलिङ्क त्यो कसरी बन्छ त त्यो मैले त्यो छ नि डोली चायवालाको इक्जाम्पल दिएको थिएँ नि, लाइक उनीले के गर्यो त बेकलिङ्क एउटा लियो बिल गेटबाट, लाइक बिल गेटलाई चिया खुवायो अनि त्यो फेमस भइहाल्यो, त्यसको अथोरिटी बढिहाल्यो। त त्यसै हामी पनि आफ्नो साइटको लागि नि राम्रो साइटहरूबाट बेकलिङ्क लिन्छौँ भने हाम्रो साइटको के हुन्छ त अथोरिटी बढिहाल्छ। सो त्यस्तै के छ हाम्रो कम्प्युटरले पनि ठुलो ठुलो साइटबाट बेकलिङ्क लिएछ भने हामीलाई अलिक ऱ्याङ्क गर्न टप भइहाल्छ, किनकि एक्वायर गर्नु पर्यो। अब बेकलिङ्कको अब त्यो बेकलिङ्कको पार्ट हामी त्यो कुरा गरौँ, अहिले बढी कन्फ्युज नहुनु। छ प्रोसेसहरू छ, हामी आफै बनाउन सक्छौँ, बाई गर्न सक्छौँ, या हामी अप्रोच गर्न सक्छौँ, या हामी राम्रो कन्टेन्ट लेख्न सक्छौँ कि हामीलाई फ्रीमा बेकलिङ्क दियो। त्यो मेथडहरू या हामी प्रेस रिलिज त्यो हामी या त प्रेस त्यो रिलिज गर्न सक्छौँ कि न्युज साइटहरू छ नि त्यसलाई हामी पैसा दिएर त्यहाँबाट बेकलिङ्क लिन सक्छौँ, त्योहरू गर्न सक्छौँ पेमेन्ट गरेर। सो बाहिरको सबै त्यस्तै छ। जस्तै हामी स्टुडेन्ट क्लाइन्टहरूसँग काम गर्छ नि त्यहाँ बेकलिङ्क किन्नै पर्छ। नेपालमा बरु यो अहिलेसम्म मैले किनेको छैन, तर बाहिरको सबै क्लाइन्टसँग लाइक किन्नै पर्छ, किनकि अब कम्पिटिसन त्यही लेभलको हुन्छ, त्यो बनाएर काम छैन। सो बाहिर त्यो गर्नु नै पर्यो। त्यसपछि ट्राफिक अब डिए भनेको डोमेनको अथोरिटी र पिए भनेको त्यो पेजको अथोरिटीको। अब एउटा वेबसाइटमा त मल्टिपल पेजहरू हुन्छ नि, सो त्यो पेजको अथोरिटी कति छ त्यो हाम्रो पिएबाट थाहा हुन्छ। त्यसपछि हाम्रो के छ त ट्राफिक छ। अब ट्राफिक भनेको त थाहै छ तपाईँलाई कि त्यसमा कति ट्राफिक आइरहेछ त्यो पेजमा या त्यो वेबसाइटमा। र आरडी भनेको रेफरिङ डोमेन। रेफरिङ डोमेन भनेको कि त्यो वेबसाइटमा कतिवटा डोमेनले बेकलिङ्क दिएको छ। अब एउटा वेबसाइटले 2-3वटा बेकलिङ्क पनि कुनै पनि साइटलाई दिन सक्छ, त्यो बेकलिङ्क भयो लाइक 3वटा। तर रेफरिङ भनेको डोमेन त एउटै छ नि, त्यो एउटा के हो त रेफरिङ डोमेन भयो। हजुर लाइक यस्तो छ कि रेफरिङ डोमेन भनेको म इक्जाम्पलबाट यहाँबाट हेराइदिन्छु कुन साइट छ। ओके जस्तै यो वेबसाइट हामी लियौँ, मेन कम्पिटिसन त तपाईँको बेकलिङ्कबाट नै चेक हुन्छ कि बेकलिङ्क स्ट्रङ छ भने हामीलाई कम्पिटिसन बढी भइहाल्यो। अब जस्तै यिनीहरूको बेकलिङ्क 7,000 छ तर 1500 रेफरिङ डोमेनको मात्र छ। सो 1500 वेबसाइटबाट यसले बेकलिङ्क लिएछ 7,000 के। एउटा वेबसाइटबाट 2-3वटा पनि लिन सक्छ नि, त्यो हिसाबले यिनीहरूको 7,000 पुगेछ, लाइक एउटाबाट 2-3वटा लिएछ। तर रेफरिङ डोमेन कति छ त 1500 मात्र छ। लाइक यिनीहरूको पनि कम्पिटिसन खासै बढी छ न, डिए कति छ त 12 छ। लाइक इजिली हामीले त्यो आउटलाइन गर्न सक्छौँ। त्यही भएर म भन्छु नेपालमा खासै कम्पिटिसन छैन। ले हामीलाई जुन लिङ्क दिन्छ नि त्यो भनेको बेकलिङ्क हो, हामीले रेफर गरेको। त्यो बेकलिङ्क भयो। या त यो टपिकको बारेमा यो वेबसाइटले राम्रोसँग लेखेको छ, त्यो भनेको बेकलिङ्क हो। तपाईँ प्रोफेसनमा के गर्नुहुन्छ? ओके एज अ लाइक कोही एकजना कोही प्रोफेसनमा स्टुडेन्ट हो हैन? ओके तपाईले वेबसाइटमा पनि कन्टेन्ट राख्नुहुन्छ विथ द कीवर्ड टु से आवर स्टुडेन्ट्स हैन? तर ब्याकलिङ्क्स भन्ने के हो? तपाईले अरूले भन्नु पर्यो स्टुडेन्ट हो भनेर। अब त्यसको लागि चाहिँ जब तपाईँ स्टुडेन्ट भनेर आफू अर्गनाइज भइराख्नु भएको हुन्छ
भनेपछि उहाँको वेबसाइट अब मान्नु तपाईँ एउटा वेबसाइट हो उहाँको अलग अलग वेबसाइट तपाईँ फुड ब्लगर हुन्छ नि फुड ब्लगरले यो रेस्टुरेन्ट राम्रो भनेर भन्छ नि हो क्या रेफरेन्स दिन्छ नि त्यस्तै ट्राभल साइट्सले ब्लगरले इन्फ्लुएन्सर्सहरूले अब तपाईँको न्युजमा आउला न्युजमा आउनु बेला त्यो लिक हुनसक्छ यो सबै कुराले चाहिँ के हुन्छ नि यो इन्फर्मेसन चाहिँ यहाँ भएको है भनेर दिन्छ नि द्याट ब्याकलिङ्क्स त्यो ब्याकलिङ भयो। अब त्यसमा पनि के छ नि लाइक हाम्रो कति ठुलो साइडले दिइरहेको छ। जस्तै मैले तपाईँलाई भने नि जस्तै मैले तपाईँलाई भने कि यो बेस्ट डिजिटल मार्केटर हो भने कसैले विश्वास गर्दैन। तर यहाँ कुनै अथेन्टिकेसन मान्छे जस्तै केपी ओली आएर भनिदियो भने कि यो चाहिँ बेस्ट डिजिटल मार्केटर हो भने मान्छेहरूले के गर्छ बिलिभ गर्छ। सो यो पनि डिपेन्ड गर्छ कि हाम्रो कुन साइडले ब्याकलिङ दिइरहेको छ। सो ठुलो साइडले दियो भने हाम्रो अथोरिटी त्यही हिसाबको बढ्छ बढी नै बढ्छ। अनि सानो साइडले दियो भने त्यो नर्मल बढ्छ। सो त्यो पनि एउटा मेटर गर्छ हामीसँग कि त्यो जुन हाम्रो हाम्रो जुन वेबसाइट रेफर गरिरहेको छ नि या जुन मान्छे हामीलाई रेफर गरेछ त्यो मान्छेको आफ्नै अथोरिटी कति छ त त्यो मान्छे को छ त्यसमा पनि धेरै डिपेन्ड गर्छ। जस्तै हामी सिम्पली डोली चायवालासँग चिया खानु भने केही हुन्थ्यो नथिङ लाइक नर्मल हुन्थ्यो। तर बिल गेटले खायो भने के भयो त वर्ल्ड फेमस भइहाल्यो। सो त्यो मान्छेको अथोरिटी कस्तो छ त्यो पनि हामी त्यो चाहिँ त्यो मेटर गर्छ। यही कुरालाई वेबको तरिकाले हेर्ने होइन। अब गुगलले चाहिँ तपाईँले एसइओ गर्नको लागि किन एल्गोरिथम्स किन पढाइ भइरहेछ भने गुगलमा त हामीले किवर्ड सर्च गर्छ र के गर्न खोज्दैछौँ भने गुगललाई के भन्न खोज्दैछौँ हामी यसरी भन्न खोज्दैछौँ कि गुगल आएर कसैले त्यसको बारेमा सोध्दा चाहिँ हामी अगाडि आउन खोज्दैछौँ कि अब यही कुरालाई गुगलले चाहिँ के पनि ट्राई गर्न खोज्छ नि तपाईँले यो तपाईँको वेबसाइट तपाईँको सोर्स अफ इन्फर्मेसन चाहिँ कति ट्रस्टवर्दी हो त नि तपाईँले मात्र भन्नुभएको छैन अरू पनि भनेको यही कुरा सबैले भने हो भन्ने कुरा आउँछ नि होइन। सो गुगलले चाहिँ ट्रस्ट लिस्टको लागि नट ओन्ली तपाईँको वेबसाइट भित्रको कुरा अब वेबसाइट भन्दा बाहिर कस्तो भइरहेको छ तपाईँको बारेमा तपाईँले डिफ्रेन्ट लिङ्क्सहरू तपाईँलाई रिफर गर्ने कुरा यो गुगललाई चाहिँ के भन्छ ट्रस्ट पर्छ। अनि सो गुगललाई चाहिँ हो यो राइट सोर्स अफ इन्फर्मेसन हो भने चाहिँ तपाईँलाई अगाडि चाहन्छ। सो हामीले एसइओ गर्ने बेला चाहिँ भित्र मात्र हामी किन बाहिर इको सिस्टममा काम गर्छौँ बुझ्नुभयो नि हजुर पलिटिक्सको लागि एकजना मात्र भन्नुभयो अरू के भन्नुभयो। So this is like your identity. Already refer गर्ने तर डिजिटल प्लेटफर्म्सको है। ओके सो यो म केही टुल्सहरू राखिदिएछु किवर्ड एन्ड किवर्ड रिसर्चको मेनली सेमरस त हामी हेऱ्यौँ नि अलि चेट जिपिटी हामी हेऱ्यो ओभर सर्च त्यस्तै छ एचरेफ पनि त्यस्तै। सो एचरेफको पनि केही फ्री टुल्सहरू छ। सो हामी बरु एचरेफ अलि हेरि आरौँ। सो एचरेफले के दिन्छ नि कि हामीलाई जस्तै एचरेफको केही फ्री टुल्सहरू छ जहाँबाट हामी जस्तै किवर्डहरू रिसर्च गर्न सक्छौँ जेनेरेट गर्न सक्छौँ। तपाईँ एचरेफ किवर्ड रिसर्च लेख्नु या त एचरेफको वेबसाइटमा गएर तपाईँ जब तल जानुहुन्छ नि त्यो तल तपाईँको टुल्सहरू यहाँ आइहाल्छ। यहाँ तपाईँ हेर्नु भने टुल्सहरू छ यहाँ थ्री टुल्सहरू छ। अनि सो जस्तै यहाँ मेरो सेयर मार्केटको अब छ नि सो म यहाँ के गर्छु सेयर मार्केट लेख्छु सेयर मार्केट। अनि यहाँ म के गर्छु त युनाइटेड स्टेटलाई म नेपाल चाहिँ सिलेक्ट गर्छु यहाँ सिम्पली एन्ड नेपाल सिलेक्ट गरिसकेपछि यहाँबाट म के गर्छु फाइन्ड अ किवर्ड गर्छु। सो सेयर मार्केट रिलेटेड के छ त किवर्डहरू हामीसँग आइहाल्यो केही केही अब यसको साइडमा भोल्युम पनि छ र किवर्डको डिफिकल्टी के छ त्यो पनि छ। सो यो के छ त हार्ड छ किनकि यो सबै के छ त सर्ट टेल किवर्ड हामी लङ टेल किवर्डमा गयो भने के हुन्छ त हाम्रो डिफिकल्टी कम हुन्छ। जस्तै म यहाँ आइपिओ लेख्छु भने आई थिङ्क यो कम हुन्छ। सो म यहाँ जस्तै आइपिओ लेखेँ भने सो यो हिसाबले पनि तपाईँ सर्च भोल्युम हेर्न सक्नुहुन्छ के छ त अब कमायो नि। र इफ हामीसँग जस्तै किवर्ड हामी जुन चेट जिपिटीले सर्च गरेछौँ नि यो किवर्डहरू त यो किवर्डहरू पनि हामी हेर्न सक्छौँ। जस्तै अब यसको सर्च भोल्युम कति छ त सो यो म क्लिक गर्छु अनि यहाँबाट म के गर्छु त त्यो किवर्ड म हेर्न सक्छु कि वास्तवमा सर्च भोल्युम छ कि छैन किनकि जसको सर्च भोल्युम छ र त्यो हामी लेख्यो भने त्यो हामीलाई के हुन्छ इजी पनि हुन्छ र के हुन्छ त राम्रो पनि हुन्छ। सो लाइक सर्च भोल्युम छ लाइक सबैभन्दा तर कम छ या लाइक कम नै छ। सो त्यो पनि हाम्रो के हुन्छ राम्रै भयो किनकि हुन त यिनी टुल्सहरूले त्यो हेराउँछ कम छ तर सर्च भन्दाको राम्रो हुन्छ किनकि हाम्रो एउटा पेज कहिले पनि एउटा किवर्डमा ऱ्याङ्क हुँदैन क्या मल्टिपल किवर्डमा ऱ्याङ्क हुन्छ। फर इक्जाम्पल अब म यो हेराउँछु भने अब एउटा म इक्जाम्पल हेराइदिन्छु अब तपाईँ कतिको बुझ्नुहुन्छ बुझ्नु भएन भने केही छैन हामी त्यो पछि हेरौँला। जस्तै रियल डाटा तपाईँको गुगल सर्च कन्सोलमा त्यो हेराउँछ क्या। जस्तै म एउटा आफ्नो वेबसाइटको गुगल सर्च कन्सोलमा गयो भने ओके पेजेसमा गएर सरी सो जस्तै एउटा मेरो के छ त किवर्ड छ नि जस्तै बिजनेस आइडिया इन नेपाल। सो त्यसमा कति छ त लगभग 82,000को इम्प्रेसन छ। सो लाइक कहिले पनि एउटा किवर्ड अब जस्तै यहाँ म क्लिक गर्छु नि भने यो जुन पेज छ नि सो यो
लाइक बिजनेस आइडिया इन नेपालमा पनि ऱ्याङ्क छ, स्मल बिजनेस आइडिया इन नेपालमा पनि ऱ्याङ्क छ, बेस्ट बिजनेस इन नेपालमा पनि ऱ्याङ्क छ, विच बिजनेस इन बेस्ट इन नेपालमा पनि ऱ्याङ्क छ। लाइक के छ त मल्टिपल किवर्डमा ऱ्याङ्क छ। कहिले पनि एउटा पेज के हुन्छ त मल्टिपल किवर्डमा ऱ्याङ्क हुन्छ, एउटा किवर्डमा कहिले पनि ऱ्याङ्क हुँदैन। सो यो हाम्रो मेन एसइओको फाइदा यो पनि छ। यो हाम्रो फर्स्ट टाइम ऱ्याङ्क छ लगभग, यो जुन वेबसाइट छ नि मल्टिपल किवर्डमा लगभग फर्स्ट टाइम ऱ्याङ्क छ। त्यही भएर म भन्छु कि नेपालमा खासै कम्पिटिसन छैन। त्यो म एक्ज्याक्टली त्यो गरेर भन्छु क्या, त्यो त्यतिकै म हावातालमा भन्दैन। ओके, सो यो किवर्डहरू त एकचोटि चेक गर्नु होला टुल्सहरू। र मेन यो जुन हामीले जुन यो काम गर्यो नि त्यो तपाईँहरूको यो त होमवर्क नै भएर बाँकी यो पिपिटीहरू म पठाइदिन्छु तपाईँलाई। र यो जुन छ नि हाम्रो लाइक यो बनाउनु, सो यो तपाईँको होमवर्क भयो मेन आजको। तो अब हामी जान्छौँ कि वेबसाइट, अब हामीलाई के भयो त निस थाहा भयो, कम्प्युटर थाहा भयो, किवर्ड पनि भयो। अब हामी के गर्छौँ, अब बल्ल हामी के गर्छौँ वेबसाइट बनाउँछौँ होइन। अब वेबसाइट बनाउनको लागि हामीलाई के हुनु पर्छ, वेबसाइटहरूको बारेमा केही थाहा हुनु पर्यो नि। सो त्यो थाहा गर्नको लागि हामीसँग एउटा अझै पिपिटी छ, त्यो म गरिदिन्छु ल। ओके, सो अब हामी हेरौँ त वेबसाइट वास्तवमा के हो त। ओके, सो यो अब के छ त हामी अब चाहिँ वेबसाइटमा आयो। सो अब हाम्रो के भयो त निच थाहा भयो, किवर्डहरू केही आयो। अब हामी के गर्छौँ एउटा वेबसाइट बनाउँछौँ। र वेबसाइट बनाउनुभन्दा पहिला हामीलाई के हुनु पर्यो त वेबसाइट बनाउनको लागि के चाहिन्छ त्यो अलिअलि थाहा हुनु पर्यो। सो त्यो म अलि इन्ट्रोडक्सन दिइहाल्छु। अब वेबसाइट के छ त, अब वेबसाइट इज स्लाइडहरू म आज पठाइदिन्छु। वेबसाइट इज अ कलेक्सन अफ के छ त रिलेटेड पेजेस एन्ड कन्टेन्ट आइडेन्टिफिकेसन कमन डोमेन नेम लाइक example.com या google.com जे पनि हुनसक्छ एसोसिएटेड ओभर द इन्टरनेट युजिङ द वेब ब्राउजर। अब सिम्पल भाषामा भन्यो भने वेब ब्राउजरको थ्रु हामी कुनै पनि युनिक एड्रेसमा जान्छौँ र केही एउटा वेब पेज बनाउँछ नि जसमा कन्टेन्ट हुनसक्छ, इमेज हुनसक्छ, भिडियो हुनसक्छ। त्यो भनेको चाहिँ एउटा वेबसाइट हो। जस्तै google.com के हो एउटा वेबसाइट हो, youtube.com के हो एउटा वेबसाइट हो, facebook.com के हो एउटा वेबसाइट हो, दराज.com.np के हो एउटा वेबसाइट हो, gadgetby.com के हो एउटा वेबसाइट हो, कृष्णविक्रम.com.np के हो त वेबसाइट हो, न्युकोजब.com.np के हो त वेबसाइट हो। लाइक यहाँको पनि कुनै वेबसाइट होला गाउँपालिकाहरूको नगरपालिकाहरूको, त्यो के हो त वेबसाइट हो। वेबसाइट त क्लियर भयो नि। जुन ब्राउजरमा हामी कुनै पनि युनिक एड्रेसमा गएर जुन सर्च गर्छौँ जो आउँछ त्यो भनेको हो त वेबसाइट हो। अब वेबसाइटमा मेन कुरा के हुन्छ त वेब पेजेस हुन्छ। अब वेब पेजेस भनेको के हो नि जुन हामी पेजेस क्रिएट गर्छौँ नि ब्लगहरू लेख्छौँ त्यो भनेको के हो त वेब पेजेसहरू हो। सो लाइक एउटा पनि वेबसाइटमा मल्टिपल पेजेसहरू हुन्छ। कहिले पनि एउटा वेबसाइटमा सिङ्गल पेज भनेको त्यो सिङ्गल पेज साइट भयो। तर एउटा वेबसाइटमा के हुन्छ त मल्टिपल पेजेस हुन्छ। त्यसपछि अर्को के हुन्छ त हाम्रो डोमेन नेम हुन्छ। डोमेन नेम भनेको के हो युनिक एड्रेस। जस्तै google.com के भयो एउटा डोमेन नेम भयो, facebook.com के हो एउटा डोमेन नेम भयो, कृष्णविक्रम.com के भयो एउटा डोमेन नेम भयो। र एउटा डोमेन चाहिँ एउटाजनाले मात्र बाई गर्न सक्छ। जस्तै कृष्णविक्रम.com अब मैले बाई गरेछु भने त्यो अरूले बाई गर्न सक्दैन। बरु कृष्णविक्रम.com.xyz गर्न सक्छ, कृष्णविक्रम.com.mp गर्न सक्छ, कृष्णविक्रम.net गर्न सक्छ, तर कृष्णविक्रम.com गर्न सक्दैन किनकि त्यो म अलरेडी बाई गरिसकेको छु भनेर। सो मेन कुरा के छ हाम्रो डोमेन छ, अनि त्यसपछि के छ हाम्रो होस्टिङ छ। सो डोमेन हामीलाई किन चाहियो एउटा एड्रेसको लागि, यो हाम्रो युनिक एड्रेस भयो भनेर। अनि होस्टिङ किन चाहियो हाम्रो वेबसाइट राख्नको लागि। अब जस्तै हामीलाई घर बनाउनको लागि एउटा जमिन चाहिन्छ नि, सो त्यो जमिन भनेको होस्टिङ हो। हाम्रो अब वेबसाइटमा के हुन्छ त इमेज हुन्छ, फोटो हुन्छ, टेक्स्टहरू लेखेको हुन्छ, डिजाइन हुन्छ। सो त्यो डिजाइनलाई चाहिँ कहीँ स्टोर गर्नको लागि हामीलाई त्यो राख्नु पर्यो नि। जस्तै लोकल डब्लुपीबाट हामी बनाउँछौँ भने त्यो डिजाइनहरू हाम्रो कहाँ हुन्छ त बसेको हाम्रै ल्यापटपमा। तर होस्टिङबाट हामी बनाउँछौँ भने त्यो के हुन्छ त क्लाउडमा हुन्छ, लाइक त्यो सबैले हेर्न मिल्छ, त्यो के हुन्छ त इन्टरनेटमा हुन्छ। त्यही भएर हामी होस्टिङको युज गर्छौँ। इक्जाम्पल छ अगाडि। अब पहिला हामी हेर्छौँ कि डोमेन के हो। सो डोमेन इज के छ त युनिक एड्रेस युज टु आइडेन्टिफाई अ वेबसाइट। वेबसाइटको आइडेन्टिफाई गर्नुको लागि के हुन्छ एउटा युनिक एड्रेस हो। त्यही भएर म भन्छु कि एउटा डोमेन एउटा जनाले मात्र बाई गर्न सक्छ। अब जस्तै तपाईँको नाम के छ रोजिना होइन, सो रोजिना.com.np तपाईँले लिनु भयो भने नि त्यो .com अरू कसैले त्यो लिन सक्दैन कि तब तपाईँको भयो। जबसम्म तपाईँको एक्सपायर हुँदैन या केही हुँदैन भने तबसम्म अरूले कसैले लिन सक्दैन, त्यो के भयो त तपाईँको डोमेन भयो। मेन फाइदा त्यही हो मेन यसको। अब इक्जाम्पलमा त्यो google.com, youtube.com, ndtv.com। ओके, अब केही डोमेनहरू छ जो कि हाम्रो म्याक्सिमम युज हुन्छ। सबभन्दा बढी हाम्रो कुन डोमेन युज हुन्छ त .com डोमेन युज हुन्छ। तपाईँ जहाँ पनि हेर्नुभयो होला .com हुन्छ, facebook.com, youtube.com, google.com, gadgetby.com, लाइक सबै ठाउँमा के हुन्छ त .com डोमेन म्याक्सिमम हुन्छ। त्यसपछि हाम्रो के हुन्छ .org हुन्छ। .org भनेको म्याक्सिमम त्यो जुन हाम्रो अर्गनाइजेसनहरू हुन्छ नि त्यसको लागि हुन्छ मेन। त्यसपछि हाम्रो के हुन्छ .edu हुन्छ, एजुकेसनल संस्थाहरूको लागि हुन्छ यो। त्यसपछि हाम्रो के हुन्छ .gov हुन्छ, त्यो गभर्मेन्ट अफिसियलहरूको लागि गभर्मेन्ट संस्थाहरूको लागि हुन्छ। .net हुन्छ, .io हुन्छ, .tech हुन्छ, त्यस्तै .store हुन्छ। लाइक धेरै डोमेन छ क्या, डोमेन एक्सटेन्सन 200 भन्दा बढी छ। तर म्याक्सिमम युज हुने भनेको हाम्रो .com हो। हजुर
आयो भनेको पनि एउटा एक्सटेन्सन हो, त्यो पनि लगभग त्यो जुन स्टार्टअपहरू हुन्छ नि त्यसले बढी तपाईँको आयो त्यो युज गर्छ। आयो पनि एउटा डोमेन एक्सटेन्सन, जस्तै .com छ नि त्यस्तै .io छ, .xyz पनि छ। हजुर ए कुनसँग रिलेटेड छ, म्याक्सिमम स्टार्टअपहरूले .io युज गर्छ। स्टार्टअप जुन टेक रिलेटेड स्टार्टअप हुन्छ त्यो बढी आयो युज गर्छ। टेक रिलेटेड स्टार्टअपहरू या .tech पनि युज गर्दा हुन्छ, तर स्टार्टअपहरू खास गरी आयो युज गर्छन्। या त अब यो त्यो केसमा भयो, या अरू केसमा के छ, अब जस्तै मलाई कृष्ण विक्रम नाम कुनै बिजनेस खोल्नु छ, तर मलाई .com पनि भेटेन, .org पनि भेटेन, .net पनि भेटेन भने त्यो केसमा के गर्छ, .io लिइहाल्छु या अर्को लिइहाल्छु क्या, त्यो पनि त्यो लिन सक्छ। अब एउटा डोमेन चाहिँ एकजनाले मात्र लिन सक्छ, मैले यो पहिला नै भनिदिएँ। तर मलाई त्यही नामको चाहियो भने म के गर्छु त .io लिन्छु, .xyz लाइक डिफ्रेन्ट त्यो एक्सटेन्सन लिन्छु। त्यो भयो। अब के छ त हाम्रो केही कन्ट्री लेभल डोमेन पनि छ, जस्तै एउटा के छ .com .np छ, जो कि हामीलाई फ्रीमा पाउन सक्छ। यो आई थिङ्क सबैले आउँछ नि यो रेजिस्टर गर्न। यहाँ कतिजनाको चाहिँ एप्रुभ भयो डोमेन? तपाईँको भयो 4 जना। सो के इस्यु आइरहेछ तपाईँहरूमा? 5 जना अझै डोमेन एप्रुभ भएछ तपाईँहरूको .com .np वाला? इस्यु के आइरहेछ तपाईँको? डोमेन एप्रुभ भएछ .com .np वाला? यता क्लासै हजुर एडिसनल डकुमेन्टमा एउटा के राख्नु, तपाईँले के राख्नु भयो त्यो एडिसनल डकुमेन्टमा? के राख्नु भएछ? लेटर पेड मात्रै? एउटा एक्स्ट्रा पनि मात्र स्टार्ट त्यो दिँदा आउँछ, माग्यो भने त्यो ड्राइभिङ लाइसेन्स या केही दिनु इजिली एप्रुभ हुन्छ। तपाईँले के दिनुभएछ? पासपोर्ट? इजिली हुन्छ क्या तब। तपाईँ सिटिजनसिप पनि दिनु, एउटा पासपोर्ट या त जुन लाइसेन्स छ या त भोटर आइडी कार्ड त्यो दिनु, अनि एउटा कभरले त्यो जुन अस्ति लेटर छ नि त्यो साइन त्यो गरेको भयो भने झन् इजिली हुन्छ, तब इजिली हुन्छ, इजिली हुन्छ तब। ओके हजुर त्यसको लागि त आफ्नो होइन फेरि गर्नु पर्दैन कि, त्यो त्यसैलाई युज गर्दा हुन्छ। एकाउन्ट त थाहा छ नि तपाईँको? पर्दैन भेरिफाई अहिले रिभेरिफिकेसन चाहिँ गरिरहेछ। तपाईँले मागेछ भने सिम्पल कुरा हुन्छ, तपाईँले मागेछ भने दिँदा हुन्छ, मागेको छैन भने त्यो नदिए पनि हुन्छ। त्यो डोमेनलाई फेरि युज गर्नको लागि केही गर्नु पर्दैन, तपाईँसँग होस्टिङ हुनु पर्यो, डोमेन र होस्टिङलाई कनेक्ट गरेर वेबसाइट बनाउनु पर्यो। वर्ष चाहिँ गर्नु पर्दैन, .com .np फ्री डोमेन हो, त्यो गर्नु पर्दैन, .comहरू गर्नुपर्छ। यो डोमेनहरू तपाईँको त्यो रिन्यू गर्नुपर्छ। यो छ नि त्यो गर्नु पर्यो। .com .np चाहिँ गर्नु पर्दैन, त्यो चाहिँ गभर्मेन्टले फ्रीमा त्यो दिइरहेछ नेपालमा। नेम सर्भर त्यो होस्टिङको नेम सर्भर, त्यो हामीले अहिले त्यो रेन्डम राख्यो, बबाल होस्टको राख्यो या अरू कुनै होस्टिङको राख्यो, तर पछि चेन्ज गर्न मिल्छ। तर पछि चाहिँ तपाईँ जस्तो छ त्यो कहाँबाट हट्यो भने त्यो होस्टिङ चाहिँ चेन्ज गर्ने, जुन हामी आइपी राखेको छ नि वेब जुन डिएनएस त्यो चाहिँ आफ्नो होस्टिङको राख्ने हो, तब त्यो चलाउन मिल्छ चेन्ज गर्न मिल्छ त्यो। ओके सो यो पनि क्लियर छ आई थिङ्क सबैलाई। .com .np आउँछ नै त्यो गर्न। सो जसले गर्नुभएको छैन त्यो मेरो विचार सबैले गरिहाल्नु, यो एउटा राम्रो अपर्च्युनिटी छ तपाईँहरूको लागि पनि। यो अब फ्रीमा दिनु भनेको हुन्छ नि, त्यो पनि नेपालमा पनि एउटा राम्रो अपर्च्युनिटी बन्नु पर्यो। इजी हुन्छ क्या तपाईँलाई प्र्याक्टिस गर्नको लागि पनि, सिक्नको लागि पनि, र फ्रीमा होस्टिङ पनि दिन्छ एउटा साइडबाट। सो त्यो पनि तर 2-3 दिन लगाइदिन्छ त्यो दिन्छ, नत्र म त्यो हेराइ पनि दिन्छ, तर टाइम अलिक फेरि हाम्रो बडी कन्ज्युम हुन्छ। बरु म भिडियो सेयर गरिदिन्छु कसैलाई चाहियो। अब डोमेन हामी हामी डोमेनको त्यो बारेमा बुझ्यो। अब डोमेन हामी वास्तवमा हाम्रो किन इम्पोर्टेन्ट छ त? एउटा ब्रान्ड आइडेन्टिटीको लागि। अब जस्तै google.com के छ त, google.comबाट फेमस छ नि, youtube.com youtube.comबाट छ। लाइक एउटा डोमेन छ भने हाम्रो एउटा ब्रान्ड छ। इफ हामीले एउटा कम्पनी खोल्यो, लाइक मैले एउटा अब जस्तै टेकपाना नामको एउटा कम्पनी खोल्यो, तर टेकपानाको वेबसाइट मसँग छैन, अरूले किनिहाल्यो भने के छ त हामीलाई गाह्रो हुन सक्छ। जस्तै तपाईँको बोट त थाहा छ नि सबैले, इन्डियन स्टार्टअप छ बोट। सो बोटको डोमेन के छ त, लाइक बोट lifestyle.com छ। लाइक बोट डाइरेक्टै छैन, किनकि यिनीहरूले पछि चाहिँ डोमेन त्यो रेजिस्टर गरेको, सो यिनीहरूले पाएन क्या। बोट.comमा अर्कै वेबसाइट छ। सो या त यिनीहरूले बढी पैसा दिएर त्यो डोमेन किन्नु पर्यो, जसले अलरेडी त्यो बाई गरेछ त्योसँग, या त के गर्नुपर्छ यही डोमेनसँग कन्टिन्यू गर्नु पर्यो। सो त्यही भएर हामी एउटा ब्रान्डको लागि पनि के गर्छ, डोमेन हामी बाई गरेर राख्छौँ।
सो यो हाम्रो कम्पनी हो, सो पछि अरू कसैले बाई नगरोस् भनेर। जस्तै गुगलले के गरेछ नि, गुगल XYZ, गुगलको जति पनि एक्सटेन्सन छ नि, जे पनि सर्च गर्दाखेरि गुगल नै खुल्छ, किनकि जति पनि डोमेन छ नि गुगलले आफ्नो ब्रान्डको सबैले बाई गरिसकेको छ। एउटा चाहिँ बाई गरेको छैन, त्यो एउटा जेपनिजवाला कुन एक्सटेन्सन छ, र त्यो नगर्नुको एउटा मेन कारण के छ कि त्यो धेरै पैसा मागिरहेछ, लाइक बिलियनमा मागिरहेछ, बिलियन कि मिलियनमा मागिरहेछ, त्यो पनि डलरमा। त्यही भएर गुगल नपे गरिकन त्यो गरिरहेछ। एउटा सबै उसको आफै छ, लाइक त google.xyz पनि लेख्नु, google.com पनि लेख्नु, google.in पनि लेख्नु, जे लेख्दा पनि उसको गुगल नै खुल्छ, किनकि सबै एक्सटेन्सन कसले बाई गरेछ, गुगलले बाई गरेछ। सो मान्छेहरूले अब ठुलो ठुलो कम्पनीले त्यो पनि गर्छ कि .com .net र जुन ORG छ नि, त्यो तिनटै बाई गरिहाल्छ कि अरूले बाई त्यो नगरोस् भनेर, सो यो अब जस्तै यिनीहरूको ब्लन्डर भयो नि, त्यस्तो ब्लन्डर नहोस्, हामी पनि नगरोस्। त्यही भएर यो हाम्रो ब्रान्ड अवेरनेस जुन छ नि, त्यो एकदम इम्पोर्टेन्ट छ। लाइक त्यसपछि एउटा प्रोफेसनलिज्म, एउटा हाम्रो के हुन्छ त, प्रोफेसनल हुन्छ कि हाम्रो यो कम्पनी छ। अब कुनै पनि कम्पनीको वेबसाइट भएपछि एउटा त्यो चिटिक्क पनि हेरिन्छ नि, अनि एउटा त्यो पनि हुन्छ कि हामी अरूलाई पनि हेराउन सक्छौँ कि यो वेबसाइटमा गएर हेर्नु, हाम्रो कम्पनीको बारेमा चाहिँ सबै थाहा पाउन सक्नुहुन्छ। यो पनि भन्न मिल्यो। त्यसपछि एसइओ बेनिफिट, हामी वेबसाइटलाई के गर्न सक्छौँ, एसइओको थ्रु र्याङ्क गराउन सक्छौँ र फ्रीको ट्राफिक ल्याउन सक्छौँ। त्यसपछि के छ त, अनरसिप एन्ड कन्ट्रोल, त्यो हाम्रो कम्पनी हो, हामीसँग त्यसको के छ त, अनरसिप छ भन्ने थाहा हुन्छ। र अर्को के छ नि, हामी कस्टम इमेल चाहिँ बनाउन सक्छौँ। जस्तै कस्टम इमेल भनेको के हो नि, अब कम्पनीहरूको इमेल हुन्छ नि, जस्तै अब hi@krismikram.com, सो त्यस्तो टाइपको इमेल हामी के गर्न सक्छौँ, बनाउन सक्छौँ हामीसँग डोमेन छ भने। अब डोमेन बाई गर्नको लागि हामीलाई केही कुरा ध्यान दिनु पर्यो। जस्तै अब एउटा के छ त, किप इट सिम्पल, डोमेन कहिले पनि हामीलाई सिम्पल राख्नु पर्यो। जस्तै अब google.com कति सिम्पल नाम छ नि, त्यो सिम्पल छ भने के हुन्छ त, सुन्नमा पनि इजी हुन्छ र कसैलाई भन्न पनि र याद गर्न पनि इजी हुन्छ। त्यसपछि के छ त, मेक इट इजी टु स्पेल र प्रनाउन्स। अब यो होइन कि लाइक हामी स्पेलिङ एकदम अजिब राखिदिएछौँ, अब बच्चाले पनि हामीले यो त्यस्तो स्पेलिङ राख्नु पर्यो जो कि एउटा बच्चा हुन्छ नि 500 क्लासकोले पनि टाइप गर्न सकोस् भनेर। त्यसपछि युज छ हाम्रो, अब डोमेनमा हाम्रो किवर्डको युज भयो भने झन् राम्रो। जस्तै अब हाम्रो के छ त, मेन सेयरमा त्यो मार्केट छ नि, त्यो बाई गर्दाखेरि हामी सेयर मार्केटहरू राख्यो भने त्यो हाम्रो लागि के हुन्छ त, इजी हुन्छ, लाइक रेन्ज पछि एसइओ गर्नको लागि। त्यसो त टार्गेट योर ऑडियन्स, अब टार्गेट ऑडियन्स जो त खासै त्यो हुँदैन अब योसँग डाइरेक्टै। एभोइड नम्बर एन्ड हाइपरलिङ्क, सो जुन नम्बरहरू छ नि, सो त्योहरू मान्छेले याद हुँदैन कि। अब जस्तै अब मैले अब एउटा डोमेन त्यो बाहिर, जस्तै अब krismvikram001.com भन्ने त्यो लाइक हेर्न पनि राम्रो छैन र मान्छेले याद पनि गर्दैन कि के थियो, 001 थियो कि 110 थियो, कन्फ्युज हुन्छ मान्छे। त्यही भएर खास गरी एउटा लेटरको त्यो डोमेन त्यो मात्र लिनु, या त्यो लिँदा चाहिँ बेस्ट हुन्छ। त्यसपछि चेक ट्रेडमार्क, कि तपाईँको कम्पनी छ भने ट्रेडमार्क एकचोटि चेक गरिहाल्नु कि अरू त्यो नामको बिजनेस छ कि छैन, सो त्यो आई थिङ्क बेस्ट हुन्छ। अब त्यसको एभाइलेबिलिटीहरू छ कि छैन सोसियल मिडियामा, त्यो पनि हामी चेक गर्छौँ। अब कपिराइट र साइबर सिक्युरिटी त्यो हामी एभोइड गर्छौँ, मेन कुरा त्यही हो। अब डोमेन बाई गर्नको लागि हामीसँग केही साइटहरू छ। अब जस्तै फ्रीमा बाई गर्नु छ भने .com.np लिनु छ भने register.com.np-बाट त्यो लिँदा हुन्छ। यो लिन सबैलाई थाहै छ, सिम्पली के गर्नु छ, त्यो वेबसाइटमा जानु, यो वेबसाइटमा जानु, अनि यहाँबाट के गर्नु, तपाईँ आफ्नो डोमेन सर्च गर्नु, एभाइलेबल छ भने यहाँबाट सर्च गर्नु। अब कृष्णविक्रम म लिइसकेको छु, त्यही भएर म सर्च गर्छु, अनि सिम्पली रेजिस्टर नाममा क्लिक गर्नु, एउटा एकाउन्ट बनाउनु, अनि त्यहाँ एउटा कभर लेटर, नागरिकता, अनि एउटा एक्स्ट्रा डकुमेन्ट छ भने त्यो पनि त्यो राख्दा बेस्ट। अनि सिम्पल सबै कुरा राखेर एप्लाई गर्नु, त्यो चाहिँ के हुन्छ त, एप्रुभ भइहाल्छ। सो यो आई थिङ्क सबैलाई थाहै छ। त्यसपछि डोमेन रेजिस्टर गर्नको लागि हामीसँग केही वेबसाइटहरू छ जो कि म पर्सनली युज गर्छु। एउटा हामीसँग स्पेससिप छ, एउटा चाहिँ पर्कुबन छ, र एउटा नेमचिप छ, र एउटा के छ हामीसँग गोडाइडी छ। सो यो वेबसाइटहरू छ जहाँबाट पर्सनली म चाहिँ बाई गर्छु। स्पेससिप म किन गर्छु नि, स्पेससिपमा 1 इयरको लागि धेरै सस्तोमा डोमेन त्यो दिन्छ। त्यस्तै हाम्रो के छ, पर्कुबन छ, पर्कुबनमा पनि के छ त, लाइक सस्तो डोमेन हुन्छ। र म क्लाइन्टहरूको लागि खास गरेर नेमचिपबाट बाई गर्छु, किनकि नेमचिपमा अलि महँगो हुन्छ, तर नेमचिप के छ एउटा सबभन्दा ठुलो कम्पनी छ। त्यही भएर क्लाइन्टहरू त्यो गर्न सक्छ नि, एफोर्ड गर्न सक्छ नि, अनि क्लाइन्टको सपोर्टहरू पनि त्यो राम्रो छ त्यो नेमचिपको। त्यही भएर बाँकी पहिला गोडेडी पनि युज हुन्थ्यो, तर अहिले गोडेडी के छ नि, कि फर्स्ट इयरको लागि सस्तो दिन्छ तर सेकेन्ड इयरदेखि महँगो गरिदिन्छ क्या। त्यही भएर म अहिले गोडेडी त्यो रिकमेन्ड गर्दैन। सो यो साइटहरूबाट गर्दा हुन्छ। बाँकी म एउटा डोमेन हुन्छ भने यो बाई गरेर पनि हेराइदिन्छु। यो एउटा स्पेससिप छ, सो यहाँबाट सिम्पली जानु, एन्ड तपाईँले कुन डोमेन बाई गर्नु छ त्यो डोमेन यहाँ सर्च गर्नु। अब जस्तै मलाई यहाँ मानौ कृष्ण बिआईके यो डोमेन बाई गर्नु छ भने म यहाँ सर्च गर्छु, एन्ड यो डोमेन के छ त .com एभाइलेबल छ, .org पनि छ, जुन बाई गर्नु छ त्यहाँ म एड कार्ड गर्छु, यहाँबाट म बाई गर्न सक्छु। त्यस्तै टाइपको नेमचिपमा पनि छ, सबैमा सेम सिस्टम छ। म अलि त्यो बाई गरेर त्यो एउटा हेराइ पनि दिन्छु, मलाई एउटा डोमेनको काम पनि छ।
त्यसपछि हाम्रो होस्टिङ। अब डोमेन हामी बुझ्यौँ नि, डोमेनमा केही कन्फ्युजन छ भने भन्नु, छैन नि? ए तपाईँले पहिला डोमेन रेजिस्टर गर्नुभयो त पैसा तिरेर, अनि त्यो डोमेन अब बाई गर्नुको लागि फेरि बाई गर्नु पऱ्यो, किनकि 1 साल भ्यालिडिटी हुन्छ त्यसको। त्यो रिन्यू गर्नु पऱ्यो मेन कुरा। मलाई लाग्यो तपाईँसँग फ्रीवाला छ कि .com.np वाला छ, त्यो चाहिँ लाइफ टाइम फ्री हुन्छ, र बाँकी अरू डोमेन जुन .comहरू छ नि त्यो चाहिँ अहिले बाई गर्नु पऱ्यो। त्यो या त रिन्यू गर्नु पऱ्यो या त फेरि बाई गर्नु पऱ्यो। .comहरू चाहिँ त्यो बाई गर्नुपर्छ। त्यसै हामीसँग छ होस्टिङ। होस्टिङ भनेको सिम्पल हामी बुझ्छौँ जमिन एउटा हाम्रो, जहाँ हामी घरहरू बनाउँछौँ नि, जहाँ हाम्रो एउटा के हुन्छ त फाउन्डेसन बिल्ड भएको हुन्छ, त्यो हाम्रो त होस्टिङ हो। अब जस्तै होस्टिङमा हाम्रो अब के हुन्छ त हो, अब होस्टिङ कसरी काम गर्छ? सिम्पल स्टोरेज, जुन हाम्रो फोटोजहरू हुन्छ, HTML फाइल हुन्छ, CSS हुन्छ, त्यो हामीलाई के गर्छ? स्टोर गर्छ। एउटा त्यसमा के हुन्छ, SSD लागेको हुन्छ। अब हार्ड डिस्क पहिला हुन्थ्यो, अहिले SSD छ, त्यो पनि फास्टवाला हुन्छ। जति महँगो जति राम्रो टाइपको होस्टिङ छ त्यति राम्रो के हुन्छ त स्टोरेज फेसिलिटिज हुन्छ, त्यति राम्रो के हुन्छ त्यसको रिड राइट स्पिड हुन्छ। रिड राइट स्पिड भनेको के हो त त्यसको लाइक रिड राइट थाहा छ नि, लाइक कपी र पेस्ट हुने जुन स्पिड छ त्यो चाहिँ बढी हुन्छ। त्यसपछि हाम्रो के छ त सर्भर। अब सर्भर भनेको के छ त त्यो 24/7 आवर चलिरहेको हुन्छ। जस्तै हाम्रो आफ्नो ल्यापटपमा होस्ट गरौँ वेबसाइट भने हाम्रो ल्यापटप त अब हामी 2 घन्टाको लागि चलाउँछौँ, 5 घन्टाको लागि चलाउँछौँ, 10 घन्टाको लागि चलाउँछौँ। तर जुन होस्टिङको कम्प्युटर हुन्छ नि त्यो 24/7 आवर चलिरहेको हुन्छ। तब हाम्रो वेबसाइट के हुन्छ त अलवेज लाइभ हुन्छ नि। जस्तै google.com कहिले पनि डाउन भए छैन। अरू वेबसाइट अब गभर्मेन्ट साइटहरूको त्यो सर्भर नै कमजोर हुन्छ, त्यही भएर भइहाल्छ। जस्तै अब SLCको त्यो रिजल्टहरू आउँदाखेरि त्यो साइटहरू हुन्छ नि त्यो गइहाल्छ नि, त्यो सर्भर कमजोर भएर हो। सो मेन कुरा के छ, सर्भर यो के हुन्छ त 24/7 इन्टरनेटसँग कनेक्टेड हुन्छ र 24/7 के हुन्छ चलिरहेको हुन्छ। त्यही भएर हामी जति बेला पनि सर्च गर्दाखेरि हाम्रो त्यो वेबसाइट के हुन्छ त लाइभ हुन्छ। मेन कुरा त्यही हो। अब यो दुईटा पछि के छ त एक्सेस। अब जब हामी आफ्नो डोमेन नेम टाइप गर्छौँ भने त्यो डोमेन र होस्टिङ कनेक्ट भएर हामी त्यो ठाउँमा पुगाउँछ हामीलाई। अब यो पनि छ, अब वाइ अब होस्टिङ इज इम्पोर्टेन्ट। सो इम्पोर्टेन्ट त भइ नै हाल्यो। मेन कुरा हामीलाई होस्टिङ चाहिन्छ नै वेबसाइट बनाउनको लागि, बिना होस्टिङको वेबसाइट बनाउन सकिँदैन। अब मेन कुरा यो छ वेबसाइट एक्सेसिबिलिटीको लागि, पर्फर्मेन्सको लागि, र के छ त यो स्केलेबिलिटीको लागि। हाम्रो वेबसाइटमा अहिले सानो छ भने हामी अहिले सानो होस्टिङ पनि लिए हुन्छ। पछि हाम्रो वेबसाइट ठुलो भयो, बढी मान्छेहरू आयो भने हामीले के गर्नु पर्यो त होस्टिङ अपग्रेड गर्नु पर्यो। मेन कुरा त्यही हो। तपाईँले होस्टिङ सिम्पल डोमेनलाई चाहिँ म्यानेज गर्नु सबै डेटाहरू त्यसको चाहिँ अब मेटामा गरेर राख्ने त्यस्तै हामीले डोमेन हामीले क्रिएट गरेको डोमेन कहीँ कस्तो इन्टरनेटमा हो त्यो इन्टरनेटमा चाहिँ हाम्रो डोमेनलाई गरिदिने फेसिलिटी होस्टिङले गर्ने भयो। होस्टिङ अब ओके भयो एकदम सिम्पल ल्याङ्ग्वेज। हेलो यो सिम्पल ल्याङ्ग्वेज खेल्ने यो सरले पढिराख्नु भएको छ नि होइन, यसलाई चाहिँ सिम्पल ल्याङ्ग्वेजलाई बुझ्नु चाहिँ ट्राई गर्नु। जस्तै फर इक्जाम्पल तपाईँहरूले त्यो हामीले वेबसाइट बनाउँदा कतै के लेखेको छौँ, कतै त्यसको इमेज राखेको छौँ, यसलाई हामीले हेर्दाखेरि कति GB कति MB को फाइल होला नि। ओके हामीले दोकान राख्नु यो रुम भयो भने टेबल स्पेस चाहिएको छ सामान राख्नको लागि होइन। त्यस्तै डिजिटल चाहिँ के फाइल्सहरू बनाउँदा हामीले सामानले चाहिँ त्यहाँ राखेको सामानको फोटो राख्नु होला, अरू फोटोहरू राख्नु होला, त्यसको सर्टेन स्पेस हुन्छ नि। फिजिकली हेर्दा यो कोठा भयो भने कोठाभित्रको स्पेस भयो भने इन्टरनेटमा हेर्दा चाहिँ त्यो हामीले डाटा राख्ने जो सर्भर जुन ठाउँ छ त्यसमा चाहिँ हामीले कोठा भाडामा लिए जस्तै स्पेस भाडामा लिने, त्यसलाई चाहिँ होस्टिङ भयो। यहाँ चाहिँ हामीले तपाईँले फिजिकल बिजनेस गर्नु भने 12 महिनाको सर्टेन भाडा तिर्नुहुन्छ। डिजिटल बिजनेस गर्नुहुन्छ भने डिजिटली गर्ने बेलामा पनि तपाईँले भाडा तिर्नुहुन्छ, तर त्यो भाडा चाहिँ किन होस्टिङ हो भने अहिले तपाईँको फिजिकली गर्दा यो बढाउन गाह्रो होला, डिजिटली गर्दा स्केलेबिलिटी बढाउन मिल्यो। डिजिटली फिजिकली गर्दा यहाँबाट दोकानमा त्यहाँ सार्न गाह्रो होला, मेरो दोकानमा नआउनु सबै सामान त्यहाँबाट पाइन्छ भनेर भन्न गाह्रो होला। अब सर अघि त्यो डोमेन एक्सटेन्स भने त्यसमा के भयो तपाईँले होस्टिङ राम्रो भएको छ कि तपाईँको एउटा दोकानमा जाँदा अर्को दोकानमा इजिली रिडाइरेक्ट यो दोकानमा नभए त्यो दोकानमा भनेर रिडाइरेक्ट गर्नु पर्यो। सो होस्टिङ भनेको चाहिँ तपाईँको के हो त भन्दाखेरि रेन्ट हो, कोठा भाडामा लिए जस्तै आफ्नो सर्टेन त्यो डेटाहरू जे पनि छ त्यसको सर्टेन फाइल साइज छ, सर्टेन GB होला, त्यसको लागि हाम्रो वेबसाइटको डाटाहरू हो। अब के भन्दाखेरि सर्भर भनेको चाहिँ घरमा नि घरको होस्टिङ भनेको चाहिँ सर्टेन स्पेस हामीले त्यहाँबाट किनेको छौँ भने प्रत्येक घरमा घरधनीसँग हामी भाडामा लिन्छौँ। बिजनेस पेपर
त्यो चाहिँ सर्भर हो। किन त्यो दोकान हामी सटर बन्द गरे पनि त्यो चलिरहेको छ, त्यो घर छ त्यहाँ, बुझ्नुभयो नि। त्यो सर्भर भनेपछि इट्स अलवेज एक्टिभ, घर इज अलवेज देयर। तपाईँले चलाउनु छ चलाउनु, तपाईँको के छ कस्तो छ, तपाईँको त्यो घरभित्र सामानहरू छ है, तर कति स्पेसको तपाईँले लिने, कति भाडामा लिन्छ तपाईँले, होस्टिङ कति लिने भन्ने कुरा होइन। यसै तपाईँको डिजिटल मार्केटमा जे भइरहेछ त्यही कुरालाई हामीले डिजिटली लिएर आउन पर्दैछौँ। सो रेन्ट कहाँ लिन्थ्यो भने चाहिँ कहाँ तिर्ने, यहाँ यो तिर्थ्यो भने अब तपाईँले नाम, तपाईँको नामको दर्ता गरिराख्नु पर्छ होला, डोमेन पनि तपाईँको अघि भन्नुभएको थियो नि तपाईँको, त्यो चाहिँ रजिस्टर किन गरेर मेरो हो भनेर क्लेम गरिराख्नु। .com.in चाहिँ तपाईँले क्लिक गर्नु सधैँ बेला तपाईँको लाइफ टाइमको लागि .com तपाईँले लिएर जबसम्म चलाउनु तपाईँको छोड्नुहुन्छ त्यहाँदेखि इट विल बी रिलिज। तर केही समय चाहिँ पहिला तपाईँलाई भन्छ है तपाईँको कति छ है रिन्यू गरेर, अनि केसमा होल्ड गरेर एक्स्ट्रा पेनल्टी 1 मन्थलाई हो एक्सटेन्ड दिन्छ। 100 भन्छ तपाईँ लिनुहुन्न भने इट विल गो गेट ब्याक टु नर्मल। होस्टिङ राम्रोसँग बुझ्नुभयो, यो कुरा चाहिँ तपाईँलाई युजमा आउँछ। अब सिम्पल हेर्नु भने होस्टिङ एउटा जहाँ हाम्रो वेबसाइटको डाटाहरू स्टोर गर्ने प्लेटफर्म हो, लाइक घर जस्तै भन्दा पनि हुन्छ। सिम्पली त्यो थ्याङ्क फर सर त्यो क्लियर गरिदिनु भएकोमा। अब होस्टिङको केही की फिचर्सहरू हुन्छ जो कि सबै होस्टिङमा हुन्छ नै, जस्तै तपाईँको एउटा के हो त डिस्क स्पेस चाहिँ त्यो राम्रो हुनु पर्यो, एसएसडी हुनु पर्यो। अरू के छ तपाईँको बेन्डविड्थ चाहिँ जति बढी भयो त्यति राम्रो। बेन्डविड्थ भनेको त्यसमा आउने जाउने जुन हाम्रो हुन्छ नि, अब घरमा घरको ढोका हाम्रो कति ठुलो छ त, सो आउने जाउने जुन हाम्रो वेट छ नि त्यो कति ठुलो छ, त्यो भनेको के हो त बेन्डविड्थ। जब हाम्रो ट्राफिक आउँछ भने त्यो कतिको ह्यान्डल गर्न सक्छ त, त्यो जति बढी भयो भने त्यति राम्रो छ यो। त्यसपछि हाम्रो अप टाइम अब सबै होस्टिङको 99.9 नै हुन्छ, किनकि अब कुनै पनि होस्टिङ मैले भनेको कि होस्टिङ के हुन्छ त 24/7 आवरसँग कनेक्टेड नै हुन्छ। सो लगभग सबै राम्रो कम्पनीको 99.9 नै हुन्छ। त्यसपछि सिक्युरिटी छ, अब जस्तै सिक्युरिटीमा तपाईँको HTTPSहरू दिन्छ, तपाईँको डिडोस एटेकहरूबाट प्रोटेक्सन दिन्छ। कुनै राम्रो कम्पनी छ भने त्यो जस्तै जेपनिज मेलवेयर त्योहरूबाट पनि सपोर्ट गर्छ, तर हाम्रो नर्मल कम्पनीहरू त्योहरू गर्दैन। म्याक्सिमम चाहिँ डिडोसबाट एटेकबाट बचाउँछ, र जुन हाम्रो SSL सर्टिफिकेट हुन्छ नि त्यो चाहिँ हामीलाई के हुन्छ त फ्रीमा दिइहाल्छ। र अर्को हामीलाई के हुनु पर्यो त कन्ट्रोल पेनल चाहिँ हुनु पर्यो। त्यो कन्ट्रोल पेनलमा एउटा सी पेनल आउँछ सबभन्दा फेमस, बाँकी साइबर पेनलहरू आउँछ, तर सी पेनल चाहिँ इजी छ। तपाईँको साइबर पेनल छ, सी पेनल छ, एच पेनल छ, धेरै छ, लाइक क्लाउड पेनल छ, तर सबभन्दा बढी युज हुने भनेको त्यो साइबर पेनल नै हो। त्यसपछि हाम्रो के छ सपोर्ट, त्यो होस्टिङको सपोर्ट कस्तो छ सर, किनकि हामीलाई पछि केही इस्यु आयो भने सपोर्ट राम्रो भयो भने हामी कुरा गर्न सक्छौँ। जस्तै बवाल हजुर हामीले बाई गर्ने हो, हामीलाई बनाएर नै दिन्छ क्या, त्यो हामीले सबै कुरा उसले गरेर दिन्छ, कन्ट्रोल पेनलले दिन्छ, सबै म्यानेज गरेर हामीलाई दिएको हुन्छ एउटा, सबै उनीहरूले आफै एरेन्ज गरेर। जस्तै म जुन होस्टिङ त्यो गर्छु नि, सो म डिजिटल त्यो सबै हुन्छ सबै आउँछ। सिम्पल कुरा बुझ्नु, जस्तै म जुन होस्टिङ युज गर्छु नि, त म डिजिटल ओसनको गर्छु। त्यो डिजिटल ओसनमा के छ नि सबै काम मलाई आफै गर्नुपर्छ, लाइक साइबर पेनल बनाउनु, सबै कुरा के गर्छु त म आफै गर्छु। तर जब तपाईँहरू सेयर्ड होस्टिङ लिनुहुन्छ नि, सो त्यो त्यसमा के हुन्छ नि कि तपाईँले सबै कुरा त्यो बनाएर आफै दिन्छ कि तपाईँले केही गर्नु पर्दैन, कोडिङ सोडिङ केही गर्नु पर्दैन, सबै कुरा उनीहरूले आफै बनाएर दिन्छ, सबै हुन्छ त। अब त्यसमा सपोर्ट चाहिँ अलिक राम्रोवाला लिनु, किनकि सपोर्ट पछि केही इस्यु आयो भने हाम्रो सपोर्ट राम्रो छ भने त्यो इजी हुन्छ। अब होस्टिङ हामी कहाँबाट बाई गर्न सक्छौँ त, सो नेपालमा हुनुहुन्छ भने यो दुईटा चाहिँ म रिकमेन्ड गर्छु, एउटा बवाल होस्ट, एउटा नेस्ट होस्ट छ। सो यो दुईटा चाहिँ राम्रो छ। मेरो होस्टिङ पनि एउटा बवाल होस्टमा छ, एउटा कम्पनीको। सो बवाल होस्ट चाहिँ युज गर्दा हुन्छ, यो राम्रो छ, लाइक एकदम राम्रो छ। अब यसको सपोर्ट पनि त्यो राम्रो छ, म लगभग कुरा गरिरहेको हुन्छु। सो इफ म सपोर्टमा जान्छु भने तपाईँ हेर्नुहुन्छ भने लाइक मेरो टिकटहरू यहाँ होला। सो अस्ति मैले यो सर्भरहरू चेन्ज गराएको थिएँ, यो सबै यहाँ के छ त इजी छ, लाइक बवाल होस्ट पनि त्यो राम्रो छ। यहाँ मेरो लाइक टिकटहरू होला, जस्तो यो क्लोज भइसक्यो। सो अस्ति यो मलाई एउटा के छ साइड लाइक रिसेट गराउनु पर्ने थियो भने यो मैले मेल गर्छु, उनीहरूले लाइक 5-10 मिनटमा नै त्यो गरिदिनु भयो। सो सपोर्ट लाइक बवालको के छ त राम्रो छ। बवाल भयो, एउटा के हो त नेस्ट भयो, नेक्स्ट होस्ट छ कि नेस्ट होस्ट छ, त्यो एउटा तपाईँको यतिका आयो यहाँ होम पेजमा जाउँ हामी। सो एउटा के छ त नेस्ट होस्ट छ। सो यो दुईटैबाट हामी होस्टिङ बाई गर्न सक्छौँ। इफ यसको प्राइस हेर्नु हो भने यसको लगभग तपाईँको यो 3 सालको छ, एनुअली गर्नुहुन्छ भने 1 सालको तपाईँको पर मन्थ 350 पर्छ। 350 गुणे 12 गर्दाखेरि कति आउँछ, त्यति लगभग कति लगभग 4000 जति आउँछ समथिङ गर्छ। सो 1 सालको तपाईँको 4000 पर्छ, जसमा तपाईँ 5वटा वेबसाइट आफ्नो होस्ट गर्न सक्नुहुन्छ त्यो होस्टिङमा। र बवाल होस्टमा अलि राम्रो के छ नि कि बवाल होस्टमा तपाईँ अनलिमिटेड गर्न सक्नुहुन्छ।
जस्तै बवाल होस्टको म होम पेजमा गयो भने यहाँ त अनलिमिटेड होस्ट त्यो वेबसाइट होस्ट गर्न सक्नुहुन्छ। सो तपाईँलाई के चाहियो त वेबसाइट बनाउनको एउटा डोमेन चाहियो, एउटा के चाहियो त होस्टिङ चाहियो। नेट स्लो भयो के भयो? ओके यतिका म अलरेडी त्यो छु। सो ओके, सो यो चाहिँ बवाल होस्टमा तपाईँको एउटा फाइदा के छ नि कि अनलिमिटेड होस्टिङमा के छ नि तपाईँको सस्तो पर्छ। जस्तै तपाईँले अनलिमिटेड वेबसाइटको लागि लिनुभयो भने 3000 मात्र पर्छ। सो यो पनि एउटा राम्रो हो, तपाईँको यो अलि लिँदा तपाईँको सस्तो पर्छ। सो लिँदाखेरि एकचोटि यो कन्सिडर पढेर चाहिँ गर्नु पर्यो नि। अनलिमिटेड वेबसाइट गर्न मिल्छ, तर अनलिमिटेड त्यो कहिले पनि नगर्नु। म्याक्सिमम चाहिँ एउटा होस्टिङमा 500वटा साइटभन्दा बढी चाहिँ होस्ट नगर्नु, न त तपाईँले इस्यु आउँछ। सिङ्गल अनलिमिटेड भन्नाले यो के भने कि एउटा वेबसाइट चाहिँ गर्न मिल्छ क्या। स्टोरेजहरू चाहिँ अनलिमिटेड हुन्छ, बाँकी एउटा वेबसाइट चाहिँ एक सालको लागि गर्नुभयो भने यो कति 1500 जति प्लस भेट कति छ त्यो पर्छ। सो यो 1500 पर्यो एउटा वेबसाइटको लागि। अनलिमिटेड वेबसाइटको लागि कति पर्छ? 3000 पर्यो। सो यो दुइटामा त्यो मध्ये तपाईँको जो जति छ रिक्वायरमेन्ट डाटा चाहिँ अनलिमिटेड हुन्छ, यो डिस्क चाहिँ अनलिमिटेड हुन्छ, डाटा अनलिमिटेड हुन्छ, इमेल पनि अनलिमिटेड हुन्छ र ब्याकअप हुन्छ नै। तर वेबसाइट चाहिँ तपाईँको एउटा मात्र हुन्छ। सो अब के भयो त हाम्रो डोमेन क्लियर भयो, होस्टिङ पनि आई थिङ्क क्लियर भयो नि। होस्टिङ त बुझ्नु भयो नि। सो हामीसँग वेबसाइट बनाउनको लागि के चाहियो? एउटा डोमेन चाहियो र एउटा होस्टिङ चाहियो। बुझ्नुभयो? ओके, सो डोमेन होस्टिङ बुझ्नुभयो। अब केही हाम्रो वेबसाइटको टाइप्सहरू छ। अब वेबसाइट हामी कुन टाइपको बनाउँछ? पोर्टफोलियो साइट छ, जस्तै पोर्टफोलियो थाहा छ तपाईँलाई कि मान्छेको आफ्नो बारेमा हुन्छ, त्यो भनेको पोर्टफोलियो साइट छ। सर्भिस साइट छ, बिजनेस साइट छ, कुनै बिजनेसको साइट भने त्यो बिजनेस साइट भयो। इ कमर्स साइट भने के छ त जहाँबाट हामी केही कुरा किन्न सक्छौँ भने त्यो भनेको त इ कमर्स साइट हो। एजुकेसन साइट जस्तै जहाँबाट हामी पढ्न सक्छौँ त्यो भनेको एजुकेसन साइट हो। युडेमीहरू भयो त्योहरू। न्युज साइट हो, ब्लगिङ साइट हो। न्युज भनेको थाहै छ, ब्लग साइट भनेको मैले हिजोदेखि नै भनिरहेको छु, त्यो पनि थाहै होला। इन्टरटेनमेन्ट साइट भनेको जस्तै नेटफ्लिक्सहरू भयो नि, युट्युबहरू, त्यो भनेको इन्टरटेनमेन्ट साइट हो। फरम साइट भनेको जस्तै तपाईँलाई त्यो कोराहरू थाहा छ, कोरा रेडिटहरू, त्यो भनेको फरम साइट हो जहाँ हामी क्वेसन एन्सर गर्न सक्छौँ। म कुनै क्वेसन सोध्न सक्छु र त्यहाँ जो भएको मान्छेहरूले एन्सर दिन सक्छ, त्यो भनेको फरम साइट हो। त्यो सोसियल मिडिया भनेको फेसबुक, इन्स्टाग्राम, लिङ्क्डइन थाहै होला। सास भनेको सफ्टवेयर एज अ सर्भिस जस्तै क्यानभाहरू। ओके, अब वेबसाइट बनाउनको लागि हामीलाई के कुरा चाहिन्छ त? सबभन्दा पहिला हामीलाई के गर्नु पर्यो त? हाम्रो वेबसाइट बनाउने पर्पस थाहा हुनु पर्यो कि हामीलाई वेबसाइट किन बनाउनु छ त? ब्लगिङको लागि बनाउनु छ कि बिजनेसको लागि बनाउनु छ, के को लागि बनाउनु त्यो हामीलाई थाहा हुनु पर्यो। त्यसपछि हामीलाई के गर्नु पर्यो त? डोमेन एन्ड होस्टिङ बाई गर्नु पर्यो। त्यसपछि हामीलाई के गर्नु पर्यो त? मेथड हामीले एउटा के गर्नु पर्यो कि हामीलाई वेबसाइट केमा बनाउनु छ। सो हामीसँग एउटा हामी कस्टम कोडमा बनाउन सक्छौँ, कोडिङ आउँछ भने, या त हामी एउटा विक्समा बनाउन सक्छौँ। विक्स पनि इजी नै हो, तर यसमा फेरि डोमेनहरूको लफडा हुन्छ। या त हामी सबभन्दा बेस्ट केमा त वर्डप्रेसमा बनाउन सक्छौँ। वर्डप्रेस इज वान अफ द बेस्ट प्लेटफर्म। अनि हामी हाम्रो वेबसाइट के गर्छौँ? डिजाइन गर्छौँ। अब वर्डप्रेसहरू आई थिङ्क तपाईँलाई थाहै छ, अस्ति हाम्रो भएको नै थियो। सो अब यहाँसम्म थाहा भयो नि सबैलाई। सो अब म एउटा डोमेन के बाई गरेर त्यो हेराइदिउँ कसरी गर्छ भनेर। तपाईँहरू खास गरेर .com.nb बाट जानु, इजी हुन्छ। ओके, सो मलाई अब एउटा डोमेन बाई गर्नु छ भने म के गर्छु नि सबभन्दा पहिला। सो अब मेरो के थियो त लाइक अब के थियो, अब मेरो निच के छ त सेयर मार्केट छ। सो सेयर मार्केट रिलेटेड म या त चेट जिपीटीसँग पनि सोध्न सक्छु, या त आफैले म दिमाग लगाइछु कुन डोमेन चाहिँ रेजिस्टर गर्दा राम्रो हुन्छ। जस्तै अब मेरो सेयर .com गर्दा हुन्छ राम्रो, तर मेरो सेयर तपाईँको अलरेडी त्यो कसैले बाई गरिसक्यो होला छैन होला, जस्तै म यहाँ चेक गर्छु अब। ओके, सो म स्पेसिफबाट बढी बाई गर्छु। सो म स्पेसिफ नै चेक गरिहाल्छु ल। डोमेन बाई गर्नको लागि के गर्छ? स्पेसिफमा जानु, अनि सबभन्दा पहिला यहाँ सर्च गर्नु आफ्नो डोमेन नेम। ओके, सो म यहाँ के गर्छु त सर्च मेरो सेयर .com ल। सो मेरो सेयर त छैन होला एभाइलेबल, पक्कै मेरो सेयर छैन .com, तर मलाई .com नै लिनु छ। मेरो सेयर ज्ञान एभाइलेबल छ, ज्ञान पनि के छ त एभाइलेबल छैन, .com लिइसकेछ। सो अब म के गर्छु? मेरो सेयर एनपी, नेपाललाई एनपी हामी सर्ट फर्म लेख्न सक्छौँ होइन। सो यो के छ त एभाइलेबल छ। एभाइलेबल छ भने म यो के गर्छु त एड टु कार्ड गर्छु। यो एकचोटि सबैजना हेरिहाल्नु कि डोमेन कसरी बाई गर्छ भने अलिक कन्फ्युजन तपाईँहरूको पनि त्यो हुन्छ। सो यो म के गर्छु? एड टु कार्ड गर्छु, अनि भ्यू कार्ड। यो वेबसाइटको कुपन छ मसँग। सो लेट्स सी काम गर्छ कि गर्दैन। गर्यो भने म बाई नै त्यो गरिदिन्छु। ओके, सो एड अ कुपनमा के थियो त्यही पठाएको थियो मलाई।
ओके पहिला लगइन गर्नु पर्यो सो म एकचोटि लगइन गरिहाल्छु साइन अप मेरोबाट अलरेडी बाई गर्छु त्यही भएर म आफ्नो बहिनीको यहाँ इमेल युज गरिरहेको छु ओके म यहाँ के गर्छ इमेल हामीलाई भेरिफाई गर्नुपर्ने हुन्छ यो थाहै होला तपाईँहरू कहीँ पनि साइन अप गर्दाखेरि म्याक्सिमम ठाउँमा हामीलाई भेरिफाई गर्नुपर्ने हुन्छ अब म भ्यू कार्ड गर्छु कन्टिन्यू अब एड अ कुपन कोड गर्छु एन्ड कुपन कोड हाम्रो के थियो ओके ओके सो कुपन कोड हाम्रो एप्लाई भयो तर यो एकजनालाई मात्र दिन्छ एउटा कार्डले सो अरू कसैले नभन्नु मलाई बाई गरिदिनलाई मसँग कार्ड एउटै छ बाँकी तपाईँहरूसँग डलर कार्ड छ भने बाई गर्दा हुन्छ लगभग अहिले कति त $3 मात्र दिइरहेको छ धेरै सस्तो भयो हेर्ने हो भने अनि चेकआउट गर्नु अब चेकआउट गर्नुभन्दा पहिला हामीलाई के गर्नु पर्यो त केही डोमेनको कन्ट्याक्ट डिटेलहरू दिनु पर्यो कन्ट्री नेपाल जनकपुर जिप कोड 4500 सो यो हाम्रो डोमेनको एड्रेस भयो हामीलाई एड्रेस एउटा दिनुपर्छ त्यसपछि म यहाँ आफ्नो कार्ड इन्फर्मेसन राखिहाल्छु योहरू हेर्नु कि यो खासै तपाईँहरूलाई प्र्याक्टिकली कसैले हेराउँदैन त्यो पेड कोर्समा पनि सो अलि त्यो गर्नु मेरो विचारमा ओके सो यो डोमेन आई थिङ्क हाम्रो बाई भयो पैसा कटिसकेको छ कट्यो यो डोमेन के भन्दा हाम्रो बाई भइसकेको छ अब हामीलाई एउटा के गर्नु पर्छ डोमेन भयो अब चाहिँ हामीलाई के चाहियो त होस्टिङ चाहियो होस्टिङ हामीसँग के छ त अलरेडी छँदैछ सो म अब यहाँ केमा जान्छु त ओके सो यो हाम्रो डोमेन बाई भयो र हाम्रो होस्टिङ कहाँ छ त यहाँ बवाल होस्टमा छ यहाँ म योहरू काटिदिन्छु ल
ओके सो बवाल होस्टमा जब तपाईँ बाई गर्नुहुन्छ नि होस्टिङ तपाईँको यो आउँछ सेम इन्टरफेस। त यहाँ सिम्पली के गर्नु नि होस्टिङ बाई गरिसकेपछि क्लाइन्ट एरियामा जानु। क्लाइन्ट एरियामा गएपछि यहाँ सर्भिसमा क्लिक गर्नु। सर्भिसमा तपाईँको यहाँ सर्भिसमा मैले जस्तो एउटा सर्भिस छ यो के छ त मसँग अनलिमिटेड वाला होस्टिङ छ जहाँ म के गर्न सक्छु त लाइक मल्टिपल त्यो वेबसाइट त्यो होस्ट गर्न सक्छु। अनि यहाँ म के गर्छु म्यानेजमा यहाँ क्लिक गर्छु अनि लगइन टु सी पेनल भने यो हाम्रो एउटा चाहिँ के छ त कन्ट्रोल पेनल छ। जति म भनेको थिएँ नि एउटा कन्ट्रोल पेनल दिन्छ सबै होस्टिङलाई। यहाँबाट म लगइन गर्छु भने यो के हो त कन्ट्रोल पेनलमा हाम्रो आइहाल्छ। हो यहाँबाट हामी के गर्न सक्छौँ त हाम्रो होस्टिङ र हाम्रो डोमेनलाई के गर्नु पर्यो त कनेक्ट गर्नु पर्यो। सो त्यसको लागि हामीलाई के गर्नु पर्छ जुन हामी डिएनएस राख्छौँ नि त्यस्तो यो डोमेनमा पनि हाम्रो बवाल होस्टको डिएनएस के गर्नु पर्छ राख्नु पर्यो। योहरू त्यो हेर्नु कि अब यो पनि हामीसँग दुईवटा मेथड छ। एउटा हामी डाइरेक्टै चाहिएको बवाल होस्टको डिएनएस राखेर गर्छौँ। अर्को चाहिँ के छ नि हाम्रो क्लाउड फेयरको थ्रु कि हामी आफ्नो जुन डोमेन छ सुरुमा क्लाउड फेयरको थ्रु कनेक्ट गर्छौँ र तब चाहिँ होस्टिङको थ्रु कनेक्ट गर्छौँ। नेक्स्टमा हामी युज गर्ने भनेको त्यही हो तर तपाईँहरूलाई अलिक बढी कन्फ्युजन हुन्छ त्यही भएर हामी सिम्पल वेमा जान्छौँ। लाइक हामी डाइरेक्ट होस्टिङको जुन डिएनएस छ नि त्यो यहाँ राख्छौँ किनकि त्यो गऱ्यो भने पछि हामीलाई इमेलहरू त्यो सेटअप गर्नमा टाइम चाहिँ बढी लाग्छ र अलिक टेक्निकल स्किल पनि चाहिन्छ। तो त्यही भएर म केमा जान्छु सिम्पलमा जान्छु। सिम्पली के गर्छु यहाँ बवाल होस्टको जुन हाम्रो डिएनएस छ नि त्यो यहाँ सर्च गर्नु। ओके सो बवाल होस्ट डिएनएस एन्ड सिम्पली यहाँ बवाल होस्टमा क्लिक गर्नु र यो हाम्रो डिएनएस छ तपाईँलाई थाहै छ र यो डिएनएसहरू कपी पेस्ट यहाँ गरिदिनु। सो अहिले म लाइब्रेरीमा क्लिक गर्नु यहाँ लाइब्रेरीमा हुन्छ एन्ड लाइब्रेरीमा क्लिक गरिसकेपछि तपाईँको कहाँ हुन्छ त डोमेन पोर्टफोलियो यहाँ छ। यहाँबाट यो लन्च गर्नु। सो तपाईँको डोमेन तपाईँले जति बाई गर्नु परेछ नि त्यो तपाईँको यहाँ आएको छ। अर्को एकाउन्टमा मेरो मल्टिपल डोमेन पनि छ लाइक धेरै डोमेनहरू मसँग छ त्यही भएर मैले यो न्यू एकाउन्टमा हेराएको। ओके अब यहाँ के छ त डिएनएसको अप्सन छ। सो यहाँ हामी क्लिक गरेर पनि गर्न सक्छौँ र यहाँबाट के गर्छौँ हामी डिएनएसलाई अहिले हाम्रो स्पेसिफिकको छ सो यसलाई हामी के गर्छ चेन्ज गरेर जुन बवाल होस्टको डिएनएस छ नि त्यो लगाउँछौँ। सो यो म यहाँ हटाएँ कस्टम यो कस्टममा जानु क्या कस्टम नेम सर्भर अनि जुन बवाल होस्टको छ त्यो यहाँ म पेस्ट गरिदिन्छु। .com.np को लागि 3-4 वाला मात्र राख्नु बाँकी अरूमा छ भने 4टै राख्नुपर्छ। योमा चाहिँ कन्फ्युज नहुनु। ओके थ्री भयो अङ्क चाहिँ यो भयो नि नेम सर्भर हामीले राखेर यहाँबाट के गर्छौँ हामी सेभ गर्छौँ। सो यो हामीलाई अब यो हाम्रो डोमेन र होस्टिङ कनेक्ट हुनमा लगभग 5 देखि 10 मिनट यो नयाँ छ भने 5 देखि 10 मिनट लाग्न सक्छ। इफ यो पुरानो छ भने तपाईँको 48 घन्टासम्म पनि लाग्न सक्छ। सो त्यो अलिक टाइमिङ हेर्नु अलिक बढी टाइम पनि लाग्न सक्छ। सो हामी तबसम्म अलिक केही गर्छौँ भने तबसम्म फाइदा हाम्रो भइहाल्छ। सो अब हामी के गर्छौँ पहिला अब हाम्रो यो के गर्छ हाम्रो जुन डोमेनमा काम गर्नुपर्ने थियो त्यो हामी गरिदियो। अब हामी चाहिँ होस्टिङमा यो डोमेन चाहिँ एड गर्छौँ। यो डोमेन हामीलाई के गर्नु पर्यो त होस्टिङमा एड गर्नु पर्यो। त्यसको लागि हामी होस्टिङमा पहिला लगइन गर्छौँ। लगइन कसरी गर्नु मैले भनिदिएँ अलरेडी। त्यसपछि हामी के गर्छौँ नि तल जान्छौँ डोमेन होला डोमेनको सेक्सन। ओके सो यो के छ हाम्रो डोमेनको सेक्सन यहाँ हामी केमा जान्छौँ त डोमेन्समा जान्छौँ। डोमेनको सेक्सन हामी डोमेन्समा जान्छौँ। अनि यो अलरेडी मेरो साइटहरू छ रिभिल भइहाल्यो केही छैन। जो अलरेडी यसमा होस्टेड छ अब यो एउटा साइडमा अझै के गर्छु एड गर्छु एड यहाँबाट गर्ने यो त बुझ्नु भयो नि। क्रिएट न्यू साइडबाट के गर्छौँ हामी एउटा एड गर्छौँ यो एड गर्नु अनि यहाँबाट यो अनचिक गर्नु किनकि यो जुन डोमेन छ नि त्यसको मलाई फोल्डर छुट्टैबाट चाहियो लाइक सेम फोल्डरमा चाहिएन किनकि पछि हामीलाई केही चेन्ज गर्नु छ भने छुट्टै फोल्डर हुन्छ भने इजी हुन्छ। र यहाँबाट हामी के गर्छौँ सबमिट गर्छौँ। सो यो डोमेन हाम्रो के हो त एड भयो। यो डोमेन एड गरिसकेपछि हामी के गर्छौँ अलिक सी पेनलको बारेमा हेर्छौँ तबसम्म हाम्रो डोमेन होस्टिङ कनेक्ट पनि भइहाल्छ। सो यो सी पेनलमा के छ नि जस्तै अब सी पेनलमा आउनुहुन्छ भने यहाँ हाम्रो इमेलको पाठहरू छ। सो यहाँबाट जस्तै हुन्छ नि कि hi.krismikram.com छ त्यस्तो इमेलहरू हामी बनाउन सक्छौँ। हामीलाई इमेल बनाउनु छ भने म के गर्छु यहाँ इमेल एकाउन्टमा क्रिएट गर्छु र जस्तै मलाई यहाँ मानव सिम्पल इक्जाम्पल नेको फाइलको लागि इमेल बनाउनु छ भने किनकि अहिले हाम्रो जुन डोमेन छ जस्तो एड भएको छैन भने म के गर्छु यहाँ
यो इमेलको पनि हेरिहाल्नु क्या पार्ट, यो फेरि कन्फ्युज हुन्छ न त पछि। अनि यहाँ त्यो जुन डोमेनको लागि बनाउँछु त्यो डोमेनमा यहाँ के गर्छ सिलेक्ट गर्छु, त्यसो नेको फाइलमा यहाँ सिलेक्ट गरेँ र हामीले कुन नामको डोमेन त्यो बनाउँछु। जस्तै मेरो नाम के छ त कृष्णा छ भने म यहाँ केबी शाहमा राखेँ यहाँ। यो केबी शाहको मलाई के बनाउँछु एउटा इमेल बनाउनु छ र यो इमेलको म के गर्छु यहाँ पासवर्ड पनि एउटा दिन्छु। सरी सेट अ पासवर्ड, यही पासवर्ड राखिदिएँ मैले। यहाँबाट के गरेँ त क्रिएट गरेँ। त्यो यो एउटा के भयो त हाम्रो इमेल क्रिएट भइहाल्यो। खै त कहाँ गयो यहाँबाट। यो हामी के गर्छौँ त यहाँबाट हामी हेर्न सक्छौँ क्या। हामी यहाँ चाहिँ क्लिक त्यो गर्छौँ नि चेक इमेलमा, त हाम्रो कुनै इमेलहरू आएछ कि छैन त्यो हामी के गर्न सक्छौँ त यहाँबाट हेर्न सक्छौँ इमेलहरू। अब जस्तो यो इमेल हाम्रो यो सिस्टमको इमेल हो। अब यो इमेल हाम्रो ठिक छ कि छैन त्यो चेक गर्नको लागि हामी के गर्छ हाम्रो ओरिजिनल इमेल जुन जिमेल छ नि त्यसमा एउटा इमेल म सेन्ड गर्छु। त त्यसको लागि सिम्पली के गर्नु छ सेन्डमा जानु, कम्पोजमा, र यहाँबाट एउटा इमेल लेख्नु। सो मलाई लेख्नु छ आफैलाई, सो vikramshah@gmail.com। सब्जेक्टमा यहाँ त्यतिकै हाई लेखिदिन्छु। इमेल त ठिक छ नि, र म यहाँ के गर्छु सेन्ड गर्छु। ओके सो सेन्ड भयो नि। सो अब म आफ्नो जिमेल चेक गर्छु कि यो इमेल वास्तवमा सेन्ड भएछ कि छैन, हाम्रोमा आएछ कि छैन, इमेल वास्तवमा काम गरिरहेको छ कि छैन। सो अहिलेसम्म त आएछ नि, 1-2 मिनट आई थिङ्क टाइम लाग्छ आउनमा। एसपिएम गर्न त गए छैन नि, छैन। एसपिएम आइदियो त। ओके आउन त आएछ तर यो एसपिएम आएछ। सो अब एसपिएम त हुनु त छैन। ओके सो यहाँ के छ त हाम्रो के विसा यो इमेल आएछ। एसपिएम भनेको तपाईँको यो इमेल जुन जिमेल छ नि गुगललाई लाग्यो कि यो अर्कैजनाले पठाएछ। हामीले हाई हेलो मात्र पठाउने, त्यही भएर अब केही डिटेल हुन्थ्यो भने यो पक्कै त्यो इनबक्समा आउँथ्यो। सो यो इमेल के छ त हाम्रो काम गरेछ। अब हामी यहाँबाट रिप्लाई गर्छौँ यो वास्तवमा सेन्ड पनि भइरहेछ कि छैन। सो यहाँ म लेख्छु हेलो ब्रो, हाउ आर यु, ल। सो अब यहाँ हाम्रो आउँछ कि आउँदैन त्यो म यहाँबाट अब हामी चेक गर्न सक्छौँ। लाग्छ सम टाइम 1-2 मिनट लाग्छ। आयो नि, यो हाम्रो इमेल काम गरेछ। सो हामी अहिले के सिक्यौँ त लाइक होस्टिङको बारेमा पनि हेऱ्यो, अलिअलि के कस्तो छ, इमेल पनि बनाउन सिक्यो, डोमेन होस्टिङ कनेक्ट पनि गर्न सिक्यो। सो यो सिम्पल छ कि अब जस्तै अब यसमा के छ त अब हामी वर्डप्रेसलाई इन्स्टल गर्छौँ हाम्रो आफ्नो वेबसाइटको लागि होस्टिङमा। जस्तै हामीलाई अहिलेभन्दा पहिला हामी के गरेको छौँ त आफ्नो कम्प्युटरमा वर्डप्रेस इन्स्टल गरिरहेको छौँ, तर अब हामी के गर्छौँ नि होस्टिङमा चाहिँ इन्स्टल गर्छौँ। त्यो कम्प्युटर त सबैलाई आउँछ नि लाइक डब्लुपी लोकल डब्लुपीबाट, तर अब हामी के गर्छ होस्टिङमा गर्छौँ किनकि हामीलाई के गर्नुपर्छ त आफ्नो वेबसाइटलाई सबैलाई हेराउनु छ के कस्तो गर्नु छ भनेर। त्यही भएर अब हामी होस्टिङमा चाहिँ इन्स्टल गर्छौँ। त्यो सिम्पल हामी त्यो गर्नको लागि के गर्छौँ पहिला डोमेन लिन्छौँ, होस्टिङ लिन्छौँ, र दुइटैलाई कनेक्ट गर्नको लागि जुन होस्टिङ कम्पनीको जुन डिएनएस छ त्यो हामी डोमेनमा राख्छौँ। र डोमेनमा राखिसकेपछि हामी के गर्छौँ त आफ्नो डोमेन जुन छ त्यो हामी एड गर्छौँ आफ्नो होस्टिङमा लाइक डोमेन सेक्सनमा गएर, र त्यसपछि हामी के गर्छौँ त आफ्नो वर्डप्रेसलाई इन्स्टल गर्छौँ। अब हामी हेरौँ कि वर्डप्रेस कसरी इन्स्टल गर्नु भनेर। खै नेट स्लो भयो के भयो मेरोमा भयो खै किनकि नहुनु पर्ने छन् मेरोमा। ओके सो अब हाम्रो यो जस्तै अब योहरू अलिक धेरै छ यसमा, अब यो जान्छ भने हाम्रो 1 मिनटमा सकिन्छ, त्यही भएर हामीले बढी नजाऊ। अब हामीलाई के गर्नुपर्ने छ वर्डप्रेस इन्स्टल गर्नुपर्ने छ। हामी कहाँ जान्छौँ त सफ्टवेयरमा जान्छौँ, र सफ्टवेयरमा यहाँ के छ त वर्डप्रेस छ। तो यहाँ हामी के गर्छौँ वर्डप्रेसमा क्लिक गर्छौँ। अब वर्डप्रेसमा क्लिक गरिसकेपछि हामी के गर्छौँ यहाँ इन्स्टल जुन छ नि, सो यहाँ इन्स्टलमा हामी क्लिक गर्छौँ। इन्स्टलमा क्लिक गरिसकेपछि यहाँ HTTPS को ठाउँमा HTTPS हामी सिलेक्ट गर्छौँ किनकि हामीलाई के चाहियो त सिक्योर चाहियो। HTTPS मैले अस्ति भनेको थिएँ कि त्यो राम्रो हुन्छ, सिक्योर हुन्छ, हेक हुँदैन छिटै। र त्यसपछि हाम्रो डोमेन कुन थियो मेरो सेयर np.com, यो म सिलेक्ट गर्छु। अनि यहाँबाट भर्जनहरू ठिकै छ। इफ यहाँ केही लेखेको छ नि भने यो हटाइदिन्छ। जस्तै WP हरू केही लेखेको छ भने यो नराख्नु कि अरू होस्टिङमा लेखेको हुन्छ
सो यो चाहिँ हटाइदिनु, यो चाहिँ कन्फ्युजन आउने चाहिँ यसमा कुनै कुनै होस्टिङमा के हुन्छ त यहाँ लेखेको हुन्छ, त्यो हटाएपछि के हुन्छ त रिडाइरेक्ट हुँदैन, नत्र अहिले के हुन्छ त हाम्रो यो चाहिँ यसमा रिडाइरेक्ट भइहाल्छ, त्यही भएर यो हटाउनु छ भने। यहाँ हाम्रो जुन युजर नेम र पासवर्ड छ त्यो हामी राख्छौँ, जस्तै हामी एडमिन त्यो राखेको थियो नि, त्यस्तै हाम्रो युजर नेम र पासवर्ड के राख्नु छ त्यो हामी यहाँ राख्छौँ। सो एडमिन यो ठिकै छ, यो पासवर्ड यो यही रहन दिनु, ठिकै छ, बरु म पछि चेन्ज गरिहाल्छु, याद त रहन्छ नि, यो नराखौँ फेरि म बिर्सिन्छु। मैले यो राखिदिएँ ल, त यो पनि सेभ गर्नु पर्यो र योहरू चाहिँ अनसेभ गरिदिनु, किनकि योहरूको हामीले खासै काम छैन, हामी आफ्नै हिसाबले आफ्नो वेबसाइट बनाउँछौँ, त्यही भएर योहरू मैले हटाइदिएँ र सिम्पली यहाँ के हुन्छ इन्स्टलमा क्लिक गर्नु, त हाम्रो यो के हुन्छ त इन्स्टल हुन स्टार्ट भइहाल्छ। ओके, सो यो इन्स्टल भयो, अब हाम्रो कनेक्ट भइसकेको छ, लेट्स सी। ओके, सो हाम्रो अहिले कनेक्ट पनि भइसकेको छ, सिम्पली हाम्रो के भयो त इन्स्टल यो भयो र अब हाम्रो जुन डोमेन छ नि त्यो प्लस /wp - एडमिनमा या wp - एडमिन भन्छ, त्यसमा जान्छ भने के हुन्छ त हाम्रो यो वर्डप्रेसको एडमिन पेनल खुलिहाल्छ, हाम्रो यस्तै खोल्छ नि wp त्यो लोकलमा पनि। तो हाम्रो अब के भयो त यो वर्डप्रेस इन्स्टल भइहाल्यो, होइन ठिक छ, अब चलिरहेछ। सो हाम्रो अब के छ त यो, अब यहाँबाट हामी के गर्छौँ वेबसाइटहरू त्यो डिजाइनहरू कसरी गर्ने, के कस्तो गर्ने। हजुर, लोकलको र यो एउटै हो, सेम इन्टरफेस हुन्छ, तर मेन फरक के हुन्छ नि कि यो वेबसाइट तपाईँहरूले पनि हेर्न मिलिहाल्छ, जस्तै म यहाँ यो लिङ्क दिन्छु नि, त्यो यो तपाईँहरूले पनि हेर्न मिल्छ, तर जुन तपाईँले लोकलमा बनाउनु त्यो हामी बनाउँछौँ नि त्यो अरूले त्यो हेर्न मिल्दैन क्या। जस्तै म यहाँ अब यो इक्जाम्पलको लागि यो म दिएन, यो सबैले हेर्न मिल्छ क्या, यो म ग्रुपमा सेयर गरिदिएँ। सो यो क्लिक गरेपछि तपाईँले सेयर गर्न मिल्छ, हेर्न मिल्छ, तर लोकलमा जुन छ नि त्यो हामीले मात्र हेर्न मिल्छ, यो त बुझ्नुभयो नि, बुझ्नुभयो यहाँसम्म। ओके, सो अब तपाईँहरूको काम त्यो के छ नि, सबैजना त्यो जना सुन्नु त, भोलि चाहिँ एउटा निच सिलेक्ट गर्नु र त्यसको केही किवर्डहरू चेट जिपिटीबाट जस्तो म गरेछु नि यहाँ गुगल सिटमा त्यस्तै गरेर ल्याउनु, म यो पनि लिङ्क सेयर गरिदिन्छु, यस्तै चाहिँ गरेर ल्याउनु र wp लोकल जसमा छैन नि ल्यापटपमा त्यो चाहिँ wp लोकल आफ्नो ल्यापटपमा इन्स्टल गरेर आउनु, किनभने डोमेन होस्टिङ तपाईँहरूसँग छैन, त wp लोकल चाहिँ इन्स्टल गरेर आउनु, भोलिदेखि हामी वेबसाइट कसरी बनाउने त्यो हेर्छौँ। यहाँ त क्लियर छ नि, केही क्वेसन छ भने सोद्धा हुन्छ। आई थिङ्क मैले राम्रै भने डोमेन बाई गरेर पनि हेराइदिएँ, अब योभन्दा बढी म के गर्न सक्छु त। हजुर हजुर, एकछिन ल है, एकछिन, यो रेकर्ड भइरहेछ, मैले क्यान्सल गरेँ।